ब्रो तिमीले त्यो के अरे नेपालको अर्डिनेन्सेसहरूको बारेमा सुन्यौ? अध्यादेश What is that about? भनेको अध्यादेश भनेको चाहिँ के रहेछ भन्दा होइन, त्यो अमेरिकामा प्रेसिडेन्टको एक्जिक्युटिभ पावर छ नि, हुन्छ नि त्यो के अरे Uh, एक्जिक्युटिभ अर्डर इस्यु गर्छ uh, नि प्रेसिडेन्टहरूले। uh, समथिङ भेरी सिमिलर इन द सेम बल पार्क क्या। नेपालमा and it's what active for what 60 days? 60 होइन यस्तो त्यो पार्लियामेन्ट नहुँदाखेरि चाहिँ हुन्छ नि, त्यो सेसन रन नहुँदाखेरि चाहिँ प्राइम मिनिस्टरले चाहिँ अथवा त्यो मिनिस्टर्सहरूले हुन्छ नि, प्राइम मिनिस्टरको अफिसबाट चाहिँ प्रेसिडेन्टलाई चाहिँ त्यो अर्डिनेन्स पठाउन मिल्ने रहेछ क्या। अनि For how long? अर्डिनेन्स चाहिँ अनि के अरे पार्लियामेन्ट सुरु भएपछि अनि कि अब फेरि अब एन्ड भएपछि चाहिँ 60 डेजसम्म चल्ने रहेछ क्या त्यो भन्दाखेरि विदिन 60 डेज अफ रिज्युमिङ पार्लियामेन्टमा चाहिँ त्यसलाई चाहिँ ल बनाएर पास गरिराख्नुपर्ने हाल्ने रहेछ क्या त्यो हुन्छ नि। Uh, अनि त्यो चाहिँ टेम्पोररी रहेछ क्या 60 डेजको लागि। mm, अनि अब यिनीहरूसँग त मेजोरिटी छ होइन। अनि नेपालमा अब ल बनाउनुको लागि भनेको अब लोवर हाउसले मेन बनाउने लोवर हाउसले हो क्या। अब लोवर हाउसले अब 1-2 दिनमा पास गर्दैन, त्यसपछि अप्पर हाउसमा जान्छन्। अप्पर हाउसमा अनि दे क्यान होल्ड इट फर लाइक 15 डेज जति क्या। होइन? अनि दे क्यान से सम रिकमेन्डेसन एन्ड लाइक दे क्यान सेन्ड इट टु द के अरे फेरि ब्याक टु द लोवर हाउस होइन? त्यो अनि mm, त्यसपछि अब उनीहरूले चेन्ज गर्यो भने चेन्ज गर्यो होइन? चेन्ज गर्यो भने पनि प्रेसिडेन्टको भएको छ नि एन्ड के अरे एन्ड ही क्यान स्टप इट फर लाइक 15-20 डेज अथवा ही क्यान सेन्ड इट ब्याक हुन्छ नि। के अरे अनि फेरि अब के अरे सेन्ड इट ब्याक फर लाइक सम चेन्जेस होइन एन्ड अब चेन्ज नगरिकन पनि अब उसले प्रेसिडेन्टमा पठाइदियो भने होइन अनि अनि फेरि एन्ड देन ल पास हुन्छ क्या प्रेसिडेन्टले साइन गरे पनि नगरे पनि होइन। तर अब त्यो प्रोसेसलाई नि अब त्यो एउटा एउटा बिललाई ल बनाउनुको लागि नै अब के अरे 60-70 डेज राखिदिन्छ क्या आरामले। right. The emergency चाहियो भने that's अँ, executive order जस्तो रहेछ अँ, होइन. ए So it's एक्जिक्युटिभ gonna be अर्डर on there until it gets passed. And pass भएन भने फेरि it comes back होला होइन. पास भएन भने अब इट कम्स ब्याक फेरि उनीहरूले अब It gets पार्लियामेन्ट nullified. इट्स नलिफाइड अनि कम्स ब्याक भन्दाखेरि इट्स नलिफाइड युआर राइट। तर पास हुनैपर्छ। पास भएन भने होइन के अरे त्यो अब लमा भएन भने इट गेट्स नलिफाइड। तर अब यो प्रेसिडेन्टले चाहिँ साइन गर्नै पर्छ क्या। अनि उनीहरूलाई अब अनि पार्लियामेन्ट सेसनमा हुनु हुँदैन क्या अर्डिनेन्सको लागि। जस्तो यहाँ अमेरिकामा त अब के अरे अब के अरे सेनेट सेसनमा होस् हाउस सेसनमा होस् मतलब छैन नि त। प्रेसिडेन्टले त के अरे जहिले पनि एक्जिक्युटिभ अर्डर दिन्छ नि त। Mm, अनि त्यहाँ चाहिँ अब त्यो रहेछ। अब ठिकै हो अब एउटा कस्तो भन्दाखेरि अब अमेरिकाको त के अरे नेपालको टाइमदेखिको रिपब्लिक हो 1776 हुन्छ नि त्यही एरिया पृथ्वीनारायण शाहदेखिको टाइमको रिपब्लिक हो होइन। अब त्यो मच्योर भइसकेको छ क्या यहाँको सिस्टम होइन। अब नेपालको त भर्खर अब के अरे बल्ल बल्ल त अलिकति त्यो के अरे फुल यो के अरे प्रजातन्त्र के भन्छ यसलाई अब गणतन्त्र आएको छ होइन। अनि भर्खर त प्र्याक्टिस गरिरहेको छ अब अलिकति इमेच्योर त भइहाल्छ नि कम्पेरिटिभली। होइन त्यो नेपाल चाहिँ अलिकति नेपालको चाहिँ अलिकति कम्पेरिटिभली चाहिँ अब इमेच्योरै छ होइन। तर धेरै मच्योरिटी पनि देखाएको नि त ब्रो नेपालले यार uh, होइन। उसको के हो भन्दा त्यस्तो एउटा के अरे रेभोल्युसन भयो होइन। अनि के अरे अनि इलेक्सन भयो अनि त्यसपछि इलेक्सन भएपछि सबैले के अरे हुन्छ नि सबैले पार्टिसिपेट गर्यो होइन। यदि त्यो ओलीहरूले पार्टिसिपेट नगरेको भए यो इलेक्सनमा होइन अथवा कुनै पनि मेजोरिटी अफ ठुलो पार्टीले पार्टिसिपेट नगरेको भए त्यो अलिक सक्सेसफुल हुँदैन थियो क्या। नेपालले चाहिँ आफ्नो त्यो यति यति के अरे के भन्छ नि छोटो आयुको यो गणतन्त्रमा उसले यस्तो मच्योरिटी देखाइदियो क्या। जुन चाहिँ त्यो पाकिस्तानहरूले देखाउन सक्दैन, बङ्गलादेशले देखाउन सक्दैन होइन। uh, अनि सो 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 द्याट इज अ प्लस पोइन्ट। okay. डु यु नो लाइक के अरे नेपालको कन्स्टिट्युसनको हिस्ट्री ब्रो? ड्यु सो के अरे पहिला होइन अब त्यो गोर्खा साम्राज्य हुँदाखेरि होइन त्यो लिगल स्ट्रक्चर चाहिँ कस्तो थियो भन्दाखेरि के अरे जिब्रो काटिदिने, कान काटिदिने, नाक काटिदिने, झुटो बोल्यो भने कोइलामा अगाडि हिँडिदिने हुन्छ नि, कोइलामाथि हिँडाउने यस्तो 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 एकदमै त्यो अलिकति कस्तो भन्दाखेरि अलिक बार्बेरिक थियो क्या लिगल स्ट्रक्चर होइन।
अनि अनि के भयो भन्दाखेरि त्यो चलिरहेको थियो। अब जब जङ्गबहादुर राणा होइन व्हेन ही बिकेम अ के अरे डिक्टेटर अनि प्राइम मिनिस्टर भयो अनि त्यसपछि ही वेन्ट टु बेलायत यात्रा हुन्छ जङ्गबहादुर ही वेन्ट टु युके फर द फर्स्ट टाइम होइन। अनि त्यसपछि उसले त्यहाँ गएर चाहिँ अब त्यतिखेर चाहिँ युकेमा चाहिँ के भइरहेको थियो भन्दाखेरि त्यो टाइममा है चाहिँ के अरे त्यो पुरानो सि सि सिस्टम र नयाँ सिस्टमको एउटा ट्रान्जिसन फेजमा थियो क्या। Mm. अब कस्तो टाइपको डिबेट भइरहेको थियो भन्दाखेरि त्यहाँ चाहिँ अब डिभाइन राइट अफ द किङ भन्ने टाइपको क्या। अनि अब त्यो अब के अरे अब तर जङ्गबहादुरले फर्किँदाखेरि हि ब्रट द ओल्ड सिस्टम होइन। अनि हि गट दिस थिङ कल लाइक अ मुल्कु एन Mm. होइन। मुल्क एन भने चाहिँ अब एकदम त्यो रेसियल बेसबाट क्या अब हुन्छ नि अब यो रेसको मान्छेले यस्तो गर्नुपर्ने हुन्छ नि अब के अरे यदि कुनै ब्राह्मण मान्छेले मान्छे मारेको छ भने त्यसलाई मान्छे नमार्नु पर्ने, टुपी लगाएर के अरे के अरे सहर निकाला गर्ने, गधामा बसाएर गर्ने, मोसो डल्लै त्यो पनि एकदमै प्रिमिटिभ टाइपकै थियो क्या त्यो लिगल स्ट्रक्चर Mm. होइन। अनि त्यसले चाहिँ अब त्यसले चाहिँ अलिकति त्यो जुन त्यो रेसियल त्यो हुन्छ नि त्यो सोसाइटी त्यो डिभाइडलाई उसले त्यो झन् स्ट्रङ बनाइदियो क्या त्यसले। अनि अब त्यो कन्टिन्यू हुँदै गयो अब हुँदै हुँदै गयो अब त्यसपछि के अरे यो चाहिँ फर्स्ट एउटा नेसनली नै त्यो इम्प्लिमेन्ट गरेको एउटा लिगल स्ट्रक्चर क्या मुलुक ऐन भन्ने चाहिँ। अनि अनि त्यसपछि राणाकाल सक्यो अनि अ के अरे यो के अरे राणाकाल सक्यो अनि त्यसपछि लाइक हुन्छ नि दे वर मेकिङ लाइक दे ह्याड दिस लाइक सम रुल्स एन्ड त्यो राणाकालकै कति सबै कुराहरू चाहिँ चेन्ज भएको थिएन होइन। तर अब अलिकति मोडर्नाइज भयो होइन। अनि पञ्चायत आयो अनि त्यसपछि उनीहरूको अलिकति मोडर्नाइज भइदियो अनि त्यसपछि के अरे यो बहुदल आयो अनि अलिकति चेन्ज भयो होइन। अनि त्यसपछि अब यो के अरे गणतन्त्र आयो त्यसपछि त्यसको 7-8 वर्षपछि गणतन्त्र आएको 8-9 वर्ष समथिङ पछि चाहिँ फेरि यो कन्स्टिट्युसन आएको हो क्या। होइन अनि तर अब यसमा अझै त्यो पुरानो स्टाइलको एको चाहिँ अहिलेसम्म थियो क्या। होइन अनि वाट बालेन एन्ड एभ्रिबडी इज डुइङ इज दे आर रिमुभिङ द्याट एको अफ द राणा शासन। जस्तो अब Mm. इन्डियाको कन्स्टिट्युसनमा इन्डियाको लहरूमा हेर्दाखेरि त्यो ब्रिटिस राजको अहिलेसम्म पनि छ नि त त्यो सिस्टम होइन। त्यो नभने Mm. पनि होइन अब त्यसको एको छ नि त त्यसको पास्ट छ नि त अब नेपालमा पनि त्यस्तै छ होइन। अब कस्तो भन्दाखेरि यु गो टु लाइक हुन्छ नि एनी नेपाली कार्यालयज एन्ड स्टफ त्यहाँको मान्छेहरूले चाहिँ दे डोन्ट त्यहाँको मान्छेहरूले चाहिँ दे डोन्ट डु दिस काइन्ड अफ थिङ्स क्या के अरे अ अ, आफ्नो रेस्पोन्सिबिलिटी नगरेर Mm. माथिको मान्छेलाई रेस्पोन्सिबल दिने क्या आफ्नो राइट हुँदाहुँदै पनि केही मिस्टेक गर्छु भनेर क्या। होइन Ah. त्यो फियर चाहिँ कहाँबाट आएको भन्दा त्यो राणा शासनबाट आएको फियर हो क्या त्यो। Mm. होइन अनि अब अहिले त अब के अरे यो बालनहरूले अब के अब लहरू लिएर आएर त्यो जो मान्छे जेमा रेस्पोन्सिबल छ त्यही मान्छेले गर्नुपर्छ भन्ने टाइपको उनीहरूले त्यो इन्भाइरोमेन्ट पनि क्रिएट गर्दैछ क्या। सो इट इज गोइङ टु बी भेरी इन्ट्रेस्टिङ थिङ टु के अरे अ, नेपालमा चाहिँ यो चाहिँ एकदमै इन्ट्रेस्टिङ एउटा के अरे मोडिफिकेसन Mm. भइरहेको छ क्या। अब ट्रान्जिसन पिरियडमै हो क्या नेपाल अब कुनमा जान्छ, कुन डिरेक्सनमा जान्छ, कुन डिरेक्सनमा जाँदैन होइन। अनि अब हु नोज है तर तर चाहिँ यो पास्टको एको छ नि यो जङ्गबहादुर राणाले त्यो मुलुकको ऐन ल्याएको होइन Mm. त्यो चाहिँ हट्नै पर्छ क्या। त्यो त्यो के अरे त्यो त्यो चाहिँ हट्नु नै पर्छ। त्यसले त्यसले नै गर्दाखेरि होइन के अरे अ, त्यो नेपालमा त्यो के अरे ब्युरोक्रेसी चाहिँ एकदमै त्यो इन्कम्पिटेन्ट भएको क्या। होइन अब मान्छेहरू त अब ब्रो होइन लाइक डु यु नो लाइक दिस लोकसभामा पास गरेर आएको मान्छेहरू लाइक हुन्छ नि जस्तो पायो त्यस्तो मान्छेले लोकसभा पासै गर्न सक्दैन नि ब्रो। Mm. होइन त्यो एकदम त्यो गाह्रो हुन्छ क्या त्यो लोकसभा। होइन Mm. पुरा त्यसपछि होइन अब त्यो कम्पिटिसनमा गएर नाम निकालेर दे बिकेम लाइक अ सरकारी कर्मचारीज ब्रो होइन। एन्ड Mm. अनि अब त्यस्तो कम्पिटेन्ट मान्छेहरूलाई लिएर आएर त्यस्तो ब्रिलियन्ट माइन्डको मान्छेहरूलाई होइन अब त्यस्तो अब के अरे सिस्टममा ल्याएर फियरको सिस्टममा हुन्छ नि अब उसलाई थाहा Mm. पनि छैन होला क्या यस्तो यस्तो हुन्छ भनेर अब दे बिकम इन्कम्पिटेन्ट ब्रो होइन त्यसपछि अब त्यो सर्भाइभ गर्नको लागि नै अब त्यो ब्युरोक्रेसीको त्यो के अरे त्यो इन्कम्पिटेन्सीलाई चाहिँ इम्प्रेस गर्नुपर्छ क्या। सबैभन्दा एउटा त्यो ट्रेजेडी नै त्यही हो तर
इट्स अ प्रिटी हुन्छ नि अब के भन्छ अब दे आर नेपालको सिस्टम दे आर मच्योरिङ भेरी फास्ट। डु यु अग्री डु यु डिसएग्री No, that's true. है? एन्ड सो व्हाट इज योर टेक अन द कन्स्टिट्युसन अहिले नेपालको जुन स्ट्रक्चर भइरहेछ? भने पहिला चेन्ज भयो मान्छेहरूले तर इट जस्ट लुक गुड अन पेपर होइन वाज नेभर रियली पुट के भन्छ टु द टेस्ट टु द एक्जिक्युटिभ प्लस मान्छेहरू भन न अब कोही कामै गरेर छैन त अब तिमी गएर होला नेपाल गएर अब कुनै पनि कार्यालय भन इट डजन्ट म्याटर म्याट एनी कार्यालय खाने पानीको पैसा तिर्न जाँदाखेरि त्यहाँ त्यो हुन्छ नि त्यो होल दिन लाग्ने कुरै छैन नि किन लाग्छ दिनभरि पैसा एउटा तिर्नलाई त्यो इन्कम्पिटेन्ट सिस्टमले गर्दाखेरि भएको ब्रो। होइन यी सेवा आएपछि मान्छेहरूले बिल घरैबाट तिर्ने भइसक्यो अब त्यो होइन त्यो त्यो अब ई सेवाले गर्दा अब धेरै कुराहरू होइन मान्छे चेक पनि नगर्ने भनौँ न अब बिहा गरेर सर्टिफिकेट लिनु गयो भने त बिहा गरेर हुन्छ नि यो त्यो बिहाको ल गरेछ भनेर सर्टिफिकेट लिनु गएको नामै रङ लेख्दैछ डेट इन रङ लेख्दैछ त्यो जानी जानी गरे के गरे त्यस्तो त मान्छेको लाइफै बिगार्ने काम त गर्नु भएन नि त्यो पनि दाइ यो करेक्ट गरिदिनु भने ए मेरो प्रिन्टर बिग्रेको छ अरे चिया खाने बेला भयो अरे यस्तो यस्तो नौटङ्की नौटङ्की हो यो 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 त अब एउटा एउटा प्रिन्ट गर्नलाई ब्रो 10 दिन लाग्ने कुरा आउँदैन नि आज भएन भोलि पनि भएन पछि पनि भएन भन्दा होइन त्यो त डेलिबरेटली नै गरेको क्या ब्रो त्यो चाहिँ के अरे तिमीबाट पैसा लिनको लागि गरेको क्या ब्रो त्यो हुन्छ नाटक हो त्यो। होइन जे हो भने भन आफूले हेरेर त्यहाँ हुन्छ नि ल पत्ता लाग्यो पत्ता नलागयो भए त टेन्सन हुँदैन त मान्छेको नाम रङ गरिरहेछ डेट रङ गरिरहेछ त्यस्तो इन्कम्पिटेन्ट त छैन नि त ब्रो होइन त्यो इन्टेन्सनली गरेको क्या ब्रो त्यो के होइन हो इन्कम्पिटेन्ट पनि छ मान्छेहरू हेर चक्राइ पनि छ होइन केयरलेसनेस यु भनौँ न वन्डर त्यो तिमीलाई त्यो के गर्न त्यो जाँदाखेरि केयरलेसनेस हो क्या ब्रो तिमीलाई त्यो के केयरलेसनेस भएको भनेको त्यो सिस्टमले गर्दाखेरि त्यो ल्याइदिएको हो क्या हुन्छ नि। अँ। अनि अन टप अफ द्याट लाइक अब जस्ट थिङ्क अबाउट इट तिमीले त्यो त्यो अनि गर्दाखेरि तिम्रो त्यो एकदमै ओभरकिल छ क्या रेड टेपमा पनि एकदमै ओभरकिल अन द रेड टेप होइन तिमीले एडमिनिस्ट्रेटिभ प्रोसेसमा भन न अब एउटा सानो काम गर्नलाई अब तिमीहरू ल्याप्चा ल्याउनु पर्ने साइन गर्नुपर्ने हुन्छ नि 10वटा ठाउँमा 10चोटि साइन गर्नुपर्ने हजुर बाउको नाम जिजु बाउको नाम आमाको नाम हुन्छ नि सबैको गरेर अब त्यो यिनीहरूले अब जस्तो के अरे बालनले सिंहदरबार छ होइन प्राइम मिनिस्टर के अरे आफ्नो के अरे यो छ नि पिएमओ छ नि प्राइम मिनिस्टरको अफिस। अब पहिला के अरे ओलीहरू शेरबहादुर देउवाहरू प्रचण्डहरू त्यो उहिले त्यो त्यो के अरे त्यो अरू प्रधानमन्त्रीहरू त्योभन्दा अगाडिको प्रधानमन्त्रीहरूले चाहिँ अब त्यो कसरी रन गर्थ्यो भन्दाखेरि प्रधानमन्त्रीको स्टाइलमा रन गर्थ्यो अरे क्या। अब बालुवाटारमा बस्यो के गर्यो भनेर होइन। अनि बालनले चाहिँ हि इज रनिङ दिस अहिलेको अफिस चाहिँ एज अ के अरे सिइओ अरे क्या। मिटिङ हुन्छ अरे 3-4 मिनटको हुन्छ अरे होइन। आफ्नो अरूलाई बोल्ने पोइन्ट दिन्छ अरे होइन। अनि आफ्नो पोइन्ट बोल्छ अरे होइन। पुरा हुन्छ नि टक्कन गयो डिसिजन डिसाइड गर्यो होइन गयो। धेरै ल लाइक हुन्छ नि हि इज रनिङ बालुवाटारमा खानेर चाहिने बालुवाटारमा नखाने दे वर वर्किङ फ्रम होम म्यान द्याट्स लाइक त्यो रेसिडेन्सियल क्वार्टर हो अँ होइन। अनि ऊ त्यहाँ काम गर्दैन ऊ हि वर्क्स फ्रम सिंहदरबार अँ। होइन। किनभने भनेको अब पहिला त अब सबै प्रधानमन्त्रीहरू के थियो भन्दाखेरि सबै कुरा नै धेरै त्यो डिसिजन मेकिङ नै अब प्रेसिडेन्ट के अरे प्राइम मिनिस्टरको रेसिडेन्सीबाट हुन्थ्यो नि। ऊ त्यो त्यो चेन्ज त्यसले चेन्ज गरिदियो क्या त्यो। विच इज अ भेरी गुड थिङ क्या हि इज रनिङ द कन्ट्री हुन्छ नि एज अ के अरे एज अ कोर्पोरेट सिइओ चिफ एक्जिक्युटिभ अफिसरले रन गर्यो जसरी उसले रन गरिराखेको छ होइन। त्यो कहिले पनि भएकै थिएन क्या त्यो नेपालको हिस्ट्रीमा। अनि सो इट इज भेरी गुड। अब हामीलाई चाहिँ अब फाइदा हुन्छ ब्रो नेपाल जाँदाखेरि हुन्छ नि मजाको त्यो यस्तो यस्तो कहिलेकाहीँ के जानुपर्छ ब्रो होइन। अनि त्यो एयरपोर्टदेखि लिएर होइन अब त्यो के अरे एभ्री सानो सानो प्लेसमा होइन त्यो ठगी है आम्मामा। के अरे अब भनौँ न त्यही त एयरपोर्टमा कति हुन्छ त्यहाँ लुटपाट लुटपाट तिम्रो सुट हरायो भने बिहा गर्ने मान्छेको सुट हरायो क्यामेरा चोरिदियो भने होइन के भन्नुभयो त्यो 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 कति त्यो के अरे त्यो सुटकेस हुन्छ नि ब्रो सुटकेस पनि त्यसलाई चाहिँ चक्कुले त्यो सुटकेस पनि होइन क्या कस्तो भन्दाखेरि त्यो ठुलो ब्याग लगेको थिएँ क्या मैले त्यसलाई चाहिँ त्यो चक्कुले काटेर होइन त्यहाँबाट सामान लगेको क्या। अनि मैले त्यहाँ के अरे अफिसरलाई कम्प्लेन गर्नु पनि गएको थिएँ क्या होइन।
अनि त्यसले के भन्यो भन्दाखेरि के अरे कोट लगेको थियो, मेरो कोट लग्यो होइन, मेरो के अरे क्यामेरा लग्यो भनेर मैले भनेको थिएँ उसलाई। अनि त्यसले मलाई के अफिसरले चाहिँ के भन्यो भन्दा, अब अब के अरे मलाई भन्नुहोस् न त कसले गरेको भनेर। अरे तिमीहरूको सिस्टम हो होइन, त्यो सिस्टमलाई तिमीले सम्हाल्नुपर्छ नि होइन अब। अनि के अरे म अलिकति त्यो के अरे हुन्छ नि अलिकति त्यतिखेर अलिकति अग्रेसिभ भइदिएँ क्या तिनीहरूसँग। अनि इट्स जस्ट लाइक त्यो त्यो चाहिँ अलिकति अन्त भयो जस्तो छ है कम्पेरिटिभली पहिलाको भन्दा उम्, होइन। अनि बट स्टिल हुन्छ, चोरी त भइहाल्छ नि ब्रो। अब कसले गरेको भन्दाखेरि अब त्यसलाई मोनिटरिङ गर्नु परेन। अब मोनिटरिङ गरिरहेको छ भने क्या पहिलाभन्दा राम्रो होइन। त्यही उम्, कारण चाहिँ नेपालमा आउँदाखेरि चाहिँ है त्यो म पहिला किन कतार एयरपोर्टबाट किन जान्थेँ भन्दाखेरि, जस्तो अब तिमीले दुबईबाट गयो भने होइन, दे विल ह्याभ लाइक फ्लाइ दुबई होइन, फ्लाइ दुबई इट्स नट एज रेपुटेबल एज कतार क्या होइन। अनि त्यसपछि अथवा के अरे टर्की-सर्की, चाइनाकोबाट गयो भने पनि त्यो लेभलको सेक्युरिटी छ। अनि हाई सेक्युरिटी चाहिँ तिम्रो गुड्सहरूको लागि चाहिँ कतार एयरवेबाट हुन्थ्यो क्या पहिला। उम्, अनि त्यसपछि अब नेपाल एयरलाइन्समा त अब सामानै हराउँथ्यो। उम्। एक त म दिल्लीबाट गएको थिएँ होइन, लाइक इट टुक लाइक फरएभर होइन, कति दिनपछि हुन्छ नि त्यो सामान आएको क्या। I would never go from Delhi. हो ब्यान दिल्ली इज लाइक के अरे पिस अफ क्र्याप ब्रो। म त होइन अति दुःखै त्यहाँ हरासै गर्थेँ। जे हो भने म एकचोटि गएको त्यहाँ पासपोर्ट लिएर मान्छे गायब भइदिन्छ भन्छ प्लेन उड्ने बेला भइसक्यो। 10जना आएर सोध्छ खै पासपोर्ट देखाऊ भने पासपोर्ट एउटा लिएर गएको छ फर्केको छैन मान्छे। अब खै पासपोर्ट लिएर के गर्नु गयो चिया खानु गयो कि होइन अब हुन्छ नि आई डोन्ट नो म्यान। के तिम्रो Maybe he has some like evil intentions. तिमी त्यतिखेर के नेपाली पासपोर्टबाट ट्राभल गरेको थियौ? But that नेपाली same पासपोर्ट time. त्यस्तै गर्छ ब्रो, नेपाली पासपोर्टमा त्यस्तै गर्छ दिल्लीमा। किन भन्दाखेरि नेपाली पासपोर्टलाई चाहिँ त्यस्तै नै गर्छ इन्डियामा है। अब अहिलेसम्म गर्छ, तर अब अरू पासपोर्टहरूले त्यस्तो गर्दैन, त्यस्तो त्यो लेभलको ह्यारास गर्दैन। अहिले त बेटर भयो होला पहिला चाहिँ मेबी अब अनि अहिले त्यस्तो पनि गर्छ नभए ब्रो, पनि होला होइन। अहिले पनि त्यस्तै गर्छ ब्रो होइन। अब अहिले त अब कस्तो भन्दाखेरि दिल्लीको एयरपोर्ट त होइन एकदमै त्यो कस्तो भन्दाखेरि अब लाइक हुन्छ नि एकदम त्यो खतरा भइसकेको छ क्या दिल्लीको एयरपोर्ट। जुन त्यो इन्फ्रास्ट्रक्चरहरू भयो होइन, सिस्टमहरू भयो खतरा भइसकेको छ। तर त्यो त्यो के अरे नेपालीहरूको पासपोर्ट लिने यस्तो यस्तो गर्ने त्यो त अहिलेसम्म पनि त्यस्तै छ ब्रो। अनि इट इज वाट इट इज होइन। अब उनीहरूको पनि इन्टरनल सेक्युरिटी छ नि त ब्रो। अब के अरे अब के अरे नेपालबाट अहिले आएको त्यो नेपालबाट आएको प्लेनमा हाइज्याक भन्छ त दिनचोटि नेपालबाट सबै आई हाफ्ते गेस। हाइज्याक भइदिन्छ, पाकिस्तानलाई फेरि नेपालमा आइराखेको हुन्छ होइन। उनीहरूलाई अब त्यही त हो नि, उनीहरूको आफ्नो सेक्युरिटी पनि छ नि त ब्रो होइन। उनीहरूलाई त त्यो त अब गर्नु परिहाल्यो नि होइन। अब के अरे नेपालबाट इन्डिया जाँदाखेरि आफ्नो नेपालको सेक्युरिटी चेक पनि हुन्छ होइन। अनि प्लेन चढ्ने बेलामा इन्डियाको मान्छेले पनि सेक्युरिटी चेक गर्छ क्या इन्डियनहरूले। अब त्यो त अब के अरे अब त्यो त्यस्तो के अरे हाइज्याक भएको छ प्लेन। अनि त्यसपछि के अरे अफगानिस्तानमा लगेको छ, कान्दाहारमा लगेको छ होइन। अनि त्यही त हो नि अब एउटा त्यो म्यासिभ सेक्युरिटी फेलियर भयो नि त होइन। अनि अब फेरि अब उनीहरूले नेपाललाई त्यत्तिकै बन्द पनि गर्नु सक्दैन क्या। अब हुन्छ नि अब किन भन्दाखेरि नेपाल त एउटा इन्डिपेन्डेन्ट कन्ट्री हो होइन। अनि अब भुटानमा गरेको जस्तो होइन। तर अनि त्यो पनि अनि अब त्यहाँबाट अब के अरे अब त्यहाँ पाकिस्तानीहरू पनि आएर हुन्छ क्या फेरि नेपालमा होइन। यु नो दिस के अरे त्यो अस्ति एउटा न्युज हेरेको थिएँ क्या ब्रो। त्यस्तै बुटोल-सुटोल हुन्छ नि त्यो भैरवा-सैरवा जुन त्यो बोर्डर एरियामा नेपालको आई फर्गट द नेमको यस्तै ठाउँमा क्या के अरे 2 जना पाकिस्तानीले चाहिँ सुनको पसल लुटिरहेको क्या नेपालको। अनि त्यसपछि अनि फेरि अर्को 2 जना कि 3 जनालाई डिपोर्ट गरिदियो पाकिस्तान होइन। उनीहरू चाहिँ अब के अरे नेपालमा आएर अब सुन लुटिरहेछ क्या। भनेको अब त्यो गऱ्यो अब त्यो अलिक अब त्यो आइसबर्ग जस्तै हो क्या। अब सर्फेस त सानो भयो नि होइन। 2 जना 3 जनाले गरेको पक्रियो भने गर्ने त अब 30-40 जना 50 जना होला होइन। अनि उनीहरूले गर्ने अब त्यो अब के गर्नु अब पेटको लागि गरेको हो कि अब एउटा के अरे हुन्छ नि त्यो म्यालिसियस इन्टेन्सनले को रिजनले गर्दा गरेको हो कि अब इन्डियालाई मोनिटरिङ गर्नु गरेको हो कि अथवा के अरे ग्याङ्स्टरिजम फैलाउन गरेको हो कि लाइक नोबडी नोज हो क्या अब वाट्स द रिजन बिहाइन्ड इट होइन। अनि अब इन्डिया त सस्पिसियस हुने त एउटा के अरे भइहाल्यो नि त्यो त अब रिजन भइहाल्यो नि। इन्डिया त अब सस्पिसियस हुनै पऱ्यो नि त ब्रो होइन। म अब के अरे अब पहिला पहिला के अरे बोर्डर पार गरेर हुन्छ नि इन्डिया जाँदाखेरि
अमेरिकाबाट फर्किँदाखेरि जान्थेँ म होइन अनि इट वाज के अरे यस्तो लिनियन्ट थियो कि ब्रो होइन दे डोन्ट चेक क्या त्यतिखेर मसँग के डकुमेन्ट छ आइडेन्टिटीको केही पनि चेकै नगर्ने क्या ब्रो त्यहाँ होइन अनि इट वाज बिफोर मोदी क्या उम्, अनि मोदी आउनुभन्दा अगाडि अब अहिले त अब आम प्रिटी स्योर के अरे नागरिकता सागरिकता यता लिएर जानुपर्छ भनेर तर तर त्यो के अरे त्यो एउटा कुनै पाकिस्तानीहरूलाई होइन इन्डिया क्रस गर्नको लागि नेपाल बोर्डरबाट आई डोन्ट थिङ्क के अरे फुट हिँडेर आई डोन्ट थिङ्क इट इज के अरे त्यो डिफिकल्ट होइन अनि प्लेनबाट पनि अब त्यही के अरे हाइज्याक नहोस् यस्तो यस्तो नहोस् आतङ्कवादीहरू इन्फिल्ट्रेट नगरोस् भनेर एउटा प्रिकसन लिएको हो अनि अब इन्डियाले नेपालीहरूको पासपोर्ट चाहिँ त्यही रिजनले गर्यो जस्तो लाग्छ होइन मलाई अनि अब हामी त्यही त हो नि नेपालीहरूको ल इन्डियाले हामीलाई यस्तो यस्तो गर्यो यस्तो यस्तो गर्यो भनेर भन्ने हो अब मलाई पनि तिनीहरू कहाँ लिएर जान्थ्यो कहाँ लिएर जान्थ्यो क्या ब्रो उम्, दिल्लीमा त्यस्तो हो अब मुम्बई पनि त्यस्तै छ होइन अनि सबै ठाउँ त्यस्तै भयो गोवा गयो गोवा पनि त्यस्तै हो हुन्छ नि गोवामा त्यो त त्यही हो अब अहिले अनि डिटेक्ट हुने कि फेरि म एकचोटि प्ले स्टेसन थियो होइन मसँग प्ले स्टेसन पोर्टेबल कि दुइटा लिएर गएको थिएँ अँ, अनि के हो यो बम हो अरे मलाई अनि होइन भने यो भिडियो गेम हो भने मलाई एउटा दियो अरे किन तँसँग दुइटा छ एउटा तँसँग राख अर्को हुन्छ म तपाईँ लानु दिन्न अरे दुइटै अनि के गर्यो दियो दिएन मैले कहाँ दिन्छु दिन्न भने के गर्छस् कस्तो कस्तो भन्छ नि जबसम्म के अरे इन्डिया सुध्रिँदैन होइन तबसम्म नेपाल पनि सुध्रिँदैन क्या ब्रो लङ रनमा होइन त्यो इन्फ्लुएन्स आइहाल्छ क्या ब्रो जोक भयो हो कि सिरियस भयो सिरियस जस्तो हेर्दा हुन्छ नि कहाँ भन्नु गोवामा गोवामा त्यही हो, जबसम्म सुध्रिँदैन तबसम्म नसुध्रिने रहेछ क्या ब्रो इन्डिया सुध्रिनै पर्छ गोवामा अब दिल्लीमा फेरि हुन्छ नि नाटक गरेर त्यहाँ चाहिँ जानै दिएन होइन जानै दिएन अनि त्यहाँबाट फेरि मेरो ट्रान्जिट थियो होइन दिल्लीमा ट्रान्जिट थियो ल नि त हुन्छ नि नेपाली पासपोर्ट छ अब दिल्ली हुन्छ नि निक्लेर अब हुन्छ नि घुमेर आऊँ भने नागरिकता चाहियो अरे नागरिकता छैन भने फेरि ट्रान्जिटमा निक्लिनु नदिने अरे ए पासपोर्ट नदिने रहेछ त्यही त भने पासपोर्ट भएर पुगेन त नागरिकता देखाउनु पर्ने फेरि नागरिकता चाहिँ मेरो लगेजमा पऱ्यो कि ए अनि त्यहाँबाट आई जस्ट ह्याड टु स्टे देयर म्यान हुन्छ नि त्यो तिनीहरू घिनलाग्दो एयरपोर्टमा अहिले अहिले त ब्रो एयरपोर्ट त खतरा भएको छ नि ब्रो यो त के अरे खतरा छ तर अझै क्यान्सल एटिच्युड चाहिँ त्यही छ एटिच्युड खतरा चाहिँ छ त्यही छ ब्रो होइन होइन म जाँदाखेरि नयाँ एयरपोर्ट भइसकेको थियो दिस 2009मा इन्दिरा गान्धी वाज अलरेडी ए हुन्छ नि रिभ्याम्प ए ए ए म के अरे त्यो मेट्रो बनिसकेको थियो म पनि के अरे म कोही फर्स्टमा भनेको म यस्तो 2005-6मा 6तिर चाहिँ त्यो त्यस्तो जे पाइते थियो होइन म नि $500 राउन्ड ट्रिप त दिल्ली नै गयो न्युयोर्कबाट त्यो भने न्युयोर्क गएर न्युयोर्कबाट राउन्ड ट्रिप दिल्ली गयो म चाहिँ यस्तो दिल्लीमा म नेपालबाट टिकट म मगाएर म त्यतिखेर बागडोगरा गएको थिएँ यु नो बागडोगरा होइन हजुर त्यो त वेस्ट बङ्गालमा क्या होइन कहाँबाट भन्दाखेरि सिकागोबाट गएको थिएँ सिकागोमा थिएँ होइन सिकागोबाट दिल्ली गएँ दिल्लीबाट अनि त्यतिखेर चाहिँ अब जस्तो पहिला त्यो नेपालमा हुन्छ नि के अरे इन्टरनेसनल प्लेनको एउटा के अरे एयरपोर्ट अनि के अरे टर्मिनल होइन अनि डोमेस्टिकको अर्को हुन्थ्यो नि नेपालको त्यो काठमाडौँ एयरपोर्टमा त्यस्तै थियो क्या अब अहिले अहिले पनि पनि अब त्यस्तै होला अहिले अब अहिले पनि त्यस्तै हो त्यस्तै छ त ब्रो तिमीलाई बसमा लिएर जान्न तिमी त्यहाँ मात्र होइन तिम्रो 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 के भन्छ दुबई जाऊ दुबईमा बसमा लिएर जान्छ भनेको तर त्यतिखेर त त्यो भनेको त्यो बसमा लिनु होइन कि त्यो कस्तो भन्दाखेरि बाहिर कुकुर थियो होइन हुन्छ नि 3-4वटा कुकुर थियो हिँडिराखेको मलाई अझै याद छ क्या त्यो त्यो भिभिडली नै याद छ क्या त्यो अनि एउटा मान्छे चाहिँ यसरी बसिरहेको छ हुन्छ नि त्यो रुखको तल त्यो एयरपोर्टको हुन्छ नि बाहिर यस्तो त्यो त्यो एयरपोर्ट हो कि त्यो के अरे नेपालको एयरपोर्ट जस्तै नेपालको एयरपोर्ट जस्तै क्या सेम भेरी सिमिलर नेपालको तिम्रो बस चढे जस्तो नि डोमेस्टिक त रमाइलो हुन्छ नि म त्यस्तो सुरुमा होइन चढ्दाखेरि यस्तो रमाइलो लाग्ने मलाई नेपालको त मलाई के अरे डोमेस्टिक एयरप्लेन चाहिँ के अरे प्लेनै चढ्न डर लाग्छ क्या ब्रो म धेरै जस्तो चढिसकेँ यार नेपालको डोमेस्टिक मैले पनि चढेछु नचढेको होइन धेरै छ बस चढे जस्तो हुन्छ नि चट्टले हो टिकट किन्यो होइन लाइनमा बस्यो चढ्यो टक्क नि प्लेन लेट हुन्छ होइन जहिले ढिलो हुन्छ र कहिले ढिलो जहिले ढिलो हुन्छ नि प्लेन जाँदाखेरि खै त प्लेन भने ए आएको छैन
होइन? ल दाइ म त्यहाँ त्यहाँ अनि त्यहाँ जहाँ पनि तिम्रो एयरपोर्टमा चाहिँ एयरपोर्ट थकाली एउटा हुन्छ कि, ल म त्यहाँ एयरपोर्ट थकालीमा खाइरहन्छु तिमी मलाई बोलाऊ भन्यो भने हुन्छ भन्छ। कस्तो रमाइलो हुन्छ कि नेपालमा, इट्स भेरी नाइस। नेपालमा रमाइलो हुन्छ त्यो के अरे तर भित्र रमाइलो हुन्छ ब्रो एयरपोर्टभित्र होइन। त्यो अर्कै त्यस्तो त्यो काहीँ पनि फिलिङै आउँदैन क्या तिम्रो प्लेनमा चाहिँ आयो तपाईँको प्लेन आयो तपाईँको प्लेन छुट्यो भने होइन त्यो के अरे बोलाउन आइदिने होइन अनि के अरे अनि जहिले पनि लेट हुने होइन अनि के अरे टाइममा अनि के अरे मेरो एउटा साथी है के अरे एयरपोर्ट टाइम भनेको अब जस्तै 2 घन्टा कति अगाडि पुग्नुपर्छ नि होइन 2 घन्टा नेपालमा के छ 2 घन्टा 3 घन्टा ऊ एयरपोर्ट टाइम भन्दाखेरि 15-20 मिनेट पछि पुग्थ्यो यार के अरे भन्दाखेरि त्यो फ्लाइट टाइम भन्दा पनि 15-20 मिनेट पछि पुग्थ्यो क्या अनि किन भन्दाखेरि अब जहिले लेट हुन्छ भन्यो भने ऊ जहिले राइटै हुन्थ्यो। होइन जहिले लेटै हुन्छ, जहिले लेटै हुन्छ, त्यो चाहिँ अहिलेसम्म कहिले पनि हुन्छ नि अन टाइम भनेर कहिले पुगेको छैन डोमेस्टिक। कहिले पनि त्यो पुगेको अलिकति पनि होइन 1-2 घन्टै लेट हुन्छ कि बुझ्यो? गएर दाल भात तरकारी खाएर आएर फेरि चढ्न भ्याइसक्यो। अँ, नेपालको इन्टरनेसनल पनि एयरपोर्ट पनि त्यस्तो त्यस्तो त्यो हाई क्वालिटी छैन ब्रो भित्र। होइन त्यहाँको के अरे त्यो डोमेस्टिकमा कहाँ छ ब्रो त्यो भात खाने ठाउँ? मलाई त रमाइलो लाग्छ नेपालको इन्टरनेसनल एयरपोर्ट इज भेरी नाइस म्यान। अब इट्स लाइक अ बुटिक एयरपोर्ट टाइप के। भ भनेको त्यहाँ खाने सिस्टम हेर्नु राम्रो छैन नि त ब्रो। तिम्रो खानाको भन्यो भने त्यहाँ मैले एयरपोर्टमा मलाई याद छ क्या मैले स्यान्डविच चाहिँ किनेको छु क्या त्यो हुन्छ नि त्यो माथि लाउन्जमा गएर सोल्टी लाउन्जमा गएर त्यस्तो के लाउन्जमा गएर होइन मलाई त्यो खाना चाहिँ मलाई दाल भात थियो होइन अनि मैले देखिनँ क्या त्यो। तिम्रो त्यहाँ त्यो सोल्टी लाउन्ज छ, एउटा तिम्रो तल रेडिसन लाउन्ज छ अनि अर्को एउटा चाहिँ रेस्टुरेन्ट छ कि। ए! अँ, मलाई पुरा त्यो दाल भात खान मन लागेको थियो होइन पुरा स्यान्डविच खाएँ त्यस्तो मिठै लाग्दैन अब त्यही त। त्यो नेपालको एयरपोर्ट पनि रमाइलो छ ब्रो तर नेपालमा अब सबैभन्दा मलाई नेपालमा रमाइलो लाग्ने चाहिँ बस चढ्न क्या ब्रो। अँ। के अरे त्यो नाइट बस क्या। अनि डे बस पनि रमाइलो हुन्छ ब्रो। अनि कस्तो भनेको त्यो मलाई त रमाइलो लाग्छ। त्यो बस सर्ट चाहिँ डिस्टेन्सको कस्तो बस होइन लाग्यो क्या। अलिकति त्यो भनेको लङ भनेको त्यो तिम्रो हाइवेमा बस छन्। होइन, जस्तो अब के अरे काठमाडौँबाट अब के अरे टुरिङ चार्जर बस टाइपको। चितवन टुरिङ जाने, चार्जबाट नारायणघाट जाने बस। नारायणगढ जाने यस्तो यस्तो टाइपको क्या। अनि के अरे उता हाम्रो के अरे उता त्यो कति म एकचोटि हेर्नु कहाँ दाइसँग घुमेर थिएँ हामी खासखेरि म पोखरा गएको थिएँ होइन। नेपाल जाँदाखेरि चाहिँ त्यो पोखरा गएर अनि मेरो कजनहरू आएको थियो कि अँ, रोड ट्रिप होइन हामी सबैजना कजनसँग चट्ट बाटोमा गएर खसीको टाउको पोलेर खाएर बाटोमा खोलामा स्विमिङ गरेर त्यहाँबाट ठ्याक्क एन्ड चाहिँ कुरिङटारमा चाहिँ मेरो अर्को फेरि अर्को फ्यामिली इभेन्ट भएर कुरिङटारबाट बसेर एट गएर नारायणघाट अँ, होइन। दाइले कुरिङटार छोडिदियो ल बस चढाएर क्या रमाइलो भयो 20 रुपियाँमा चट्ट आएर त्यो त्यो बसको अगाडि हुन्छ नि अगाडिपट्टिको त्यो के भन्छ इन्जिनको माथिको कभर हुन्छ नि त्यसमा बसेर गएको क्या। ए, 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 तिम्रो तिम्रो त्यस्तो भनेको गाडीभित्र भित्र ड्राइभरको मलाई थाहा थियो साइडमा क्या। ड्राइभरको सिटमा त्यो गियरको छेउमा। अँ, अनि त्यो के अरे मैले त्यसपछि मैले धेरै नै बसमा ट्राभल गरेको छु ब्रो। मलाई सबैभन्दा दामी लाग्ने के थाहा छ ब्रो? बसमाथि बसेर जाने। होइन त्यो बस त्यो पनि गरेको छु ब्रो है। त्यो पनि मैले बुटवलबाट नारायणघाट गरेको छु मलाई त्यतिताल होइन। उम्, अनि त्यसपछि मलाई सबैभन्दा राम्रो चाहिँ त्यो बसभित्रको त्यो म्युजिक हुन्छ नि। उम्, अनि कस्तो भन्दाखेरि कस्तो त्यो के अरे त्यो 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 नाकले गाउने त्यो त्यो तिजको सङ्गहरू भयो होइन। अनि त्यो तिमीले नसुनेको त्यो जवानीमा सम पर्खेपछि आइनौ माया हो यस्तो यस्तो हो अनि त्यसमा त्यो स्पिकर पनि बिग्रेको हुने क्या। झल्कियो माया झल्कियो। दुर्गेश थापाको गीत बज्ने होइन, यो दुर्गेश थापा हो भनेर बज्ने होइन। अब त्यो त त्यो त पछिको कुरा अनि अगाडि कस्तो भन्दाखेरि अब त्यो पुरा त्यो के अरे त्यो ट्रेजेडी गीतहरू हुन्छ नि। अँ, त्यो के अरे त्यो दुर्गेश उहिलेदेखको त्यो दाइको पानी चल्दैन भन्ने। त्यो त्यो भयो नि त्योभन्दा अगाडिको के अरे मैले त्यो अर्को चाहिँ रामको छल गर्यो मायाले भन्ने टाइपको क्या होइन। अलिकति यङ मान्छेहरूले चाहिँ त्यो अलिकति एनर्जेटिक बजाउने होइन, अलिकति ओल्ड मान्छेहरूले चाहिँ पुरा त्यो के अरे अलिकति त्यो के अरे त्यो हुन्छ नि सिरियस टाइपको गीतहरू बजाउने क्या। अनि तिमी त्यो अनि त्यो गयो है त्यो उता के अरे तिमी काँकरभिट्टातिर जाऊ होइन। जस्तो तिमीले उता के अरे काठमाडौँबाट बस चढेर काँकरभिट्टातिर जाऊ। त्यहाँ अब काँकरभिट्टातिर झापातिर पुगिसकेपछि हिन्दी गीत बजाउने क्या ब्रो। होइन हिन्दी गीत पनि कस्तो भन्दाखेरि त्यो अब के कपाल के काट्नमा जस्तै। कुमार सानु
र उदित नारायणको टाइपको क्या। त्यो किशोर कुमारहरूको होइन क्या फेरि। त्यो हुन्छ नि त्यो अँ, अन्त त्यसलाई अब चाहिँ अब त्यो हजाम कुमार चाहिँ हजाम कुमार जस्तो। ओल्ड 80s 90s को गाना भन्छ होइन। ए 90s को वाच छ नि ब्रो होइन 90s को वाच त्यो। ममता कुलकर्णीको अझै अझै मेमोरेन्डम चलिरहेको छ। अहिले पनि चलिरहेको हुन्छ हो। अब अहिले पनि चलिरहेको हुन्छ हजामको। तर के अरे कुनै पनि के अरे गीतहरू चाहिँ कसरी हिट भएको भनेर थाहा पाउने अरे भन्दाखेरि हुन्छ नि एउटा अब पहिला कसरी थाहा पाउँथ्यो अरे भन्दा होइन अब अहिले त अब के अरे यो भ्युज यस्तो उस्तो गरेर थाहा पाउँथ्यो। पहिला त्यतिखेर चाहिँ के अरे टेम्पोमा बजेको छ कि छैन होइन, बसमा बजेको छैन। अनि त्यो के अरे हजामको मेन चाहिँ हजामको रहेछ क्या ब्रो। हजामकोमा बजेको छ कि छैन भनेर होइन। हजामकोमा बज्यो भने यु थिङ्क लाइक यो गीत इज हिट। त्यसमा आउँदाखेरि हुन्छ नि गर्दै, गर्दै, गर्दै आएर होइन त्यसपछि अनि रमाइलो हुन्थ्यो ब्रो। नेपालको बसहरू त रमाइलो हुन्छ ब्रो। नेपालमा त सबैभन्दा रमाइलो भनेको बसको हो ब्रो। बस रमाइलो हुन्छ होइन। तिमीले मैले एकताल कसरी मैले एकताल भनेको त्यो धेरै ताल नै गरेको छु क्या त्यो। 2000 त्यो चाहिँ ट्रकको ट्राभल क्या ब्रो होइन। ट्रकलाई हिचह्याक गर्दै क्या। उम्, त्यो पनि रमाइलो हुन्थ्यो ब्रो होइन। त्यो फेरि त्यो अर्कै संसार रहेछ ब्रो त्यो त द्याट द्याट इज लाइक अ डिफ्रेन्ट वर्ल्ड रहेछ क्या त्यो। जस्तो बसकोमा चाहिँ अब जस्तो स्पेसिफिक ठाउँहरूमा रोक्छ नि खानाको लागि अलिकति कमर्सियल भएको ठाउँहरूमा रोक्छ नि होइन। अनि ट्रकमा चाहिँ कस्तो ठाउँमा रोक्ने रहेछ भन्दाखेरि उनीहरूको पनि स्पेसिफिक ठाउँ हुने रहेछ तर उनीहरूको चाहिँ अब त्यो बसहरूको जस्तो ठुलो ठाउँमा नरोक्ने क्या अलिकति हुन्छ नि अब त्यो नन कमर्सियल ठाउँमा रोकिदिने क्या तिनीहरू। उम्। होइन तिनीहरूको खाना यस्तो मिठो हुन्थ्यो ब्रो। है अनि हुन्छ नि अब के अरे अब त्यो के अरे बाटोमा खाना धेरै मिठै हुन्छ यार। खै किन हो मलाई पनि थाहा छैन होइन। तर अँ, ल्याएर फेरि यस्तो टर्नओभर हुन्छ नि ठाउँ ठाउँमा। जस्तो भन न तिमी गयो होइन अँ, कुखुराको अरे धनकुटाको त्यो ठ्याक्क एउटै धेरै जस्तो एउटै ठाउँमा हुन्छ कि त्यहीँ वरिपरि हुन्छ होइन। उम्, अनि दाल भात तरकारी हुन्छ नि 2 टुक्रा मासु हुन्छ दुईटु अचार हुन्छ चार हुन्छ। यस्तो मिठो हुन्छ। मिठो हुन्छ यार त्यो रमाइलो हुन्छ ब्रो त्यसले गर्दाखेरि होइन खान बालकोटा सक्ने है त्यो हात धोएर फेरि। तातो हुन्छ नि तातो खान सक्नु त्यो थपी हुन्छ नि यस्तो मिठो हुन्थ्यो ब्रो त्यो। धनकुटातिर पनि मिठो हुन्थ्यो ब्रो होइन। अनि पहिला ब्रो आजकल त्यो पाउनै छोड्यो क्या ब्रो मलाई त्यो पहिला यत्रो सानो खोर्सानी पाउँथ्यो नि लामो नेपालमा। अकबेरै अकबर तर डल्लो डल्ली जिरे जे खोर्सानी पाउँछ पाउँछ। अब कहाँ पाउँछ ब्रो अस्ति म नेपाल जाँदाखेरि होइन 10-12 वर्ष भइसक्यो मैले देखेकै छैन ब्रो त्यस्तो खोर्सानी नेपालमा। मान्छेले घरमा उमारेर। ए बेच्दैन यहाँ जस्तो के अरे यहाँ त अब के अरे त्यो लामो हुन्छ नि थाई पेपर्स हुन्छ नि उम्, त्यो चाहिँ नपाउने रहेछ है। अब पहिला पहिला त नि मान्छेहरूको बारी हुन्थ्यो होइन। बेच्थ्यो अब अहिले जग्गाको भाउ बढाएको छ होइन। तिम्रो त्यही भन्छ पहिला खेती गर्ने मान्छेहरू सबैले जग्गा पाइहाल्छ के अरे हुन्छ नि। अँ, लम्बीहरूलाई जग्गा दिनुपर्छ नि। अँ। तर त्यतिखेर त्यो खोर्सानी चाहिँ मिठो त्यसपछि जग्गा पायो जग्गा बेच्यो हुन्छ नि। ओभरनाइट सबैजना हाम्रो फार्मर दाजुभाइहरू सबैजना मिलेनियर्स भयो त्यो। जग्गा अहिले बेच्यो। छैन तरकारी हो तिम्रो तरकारी इन्डियाबाट आउँछ। त्यो बाटोबाटै नि जानुपर्छ तरकारी खाल्नै। तरकारी सबैले पनि आएको त ट्रक्टर जानुपर्छ लगाएर भने हुन्छ नि बाटो कर्कन त्यो राखेर ल्याउँदैन नि तरकारी। पाउँछ नि ब्रो बाटोमा पहिला जस्तो पाउँदैन तर पाउँछ पाउनु त। भनेको तर अब त्यो तरकारीको क्वालिटी नै त्यस्तो राम्रो देखिनँ क्या मैले। पहिला जुन हुन्थ्यो नि त्यो एउटा के अरे त्यो पहिला त खाएको रायोको वरिपरि साग बारी खाँदाखेरि हुन्थ्यो ए माइलो दाइ देऊ त भन्यो भने काठमाडौँमै बारी हुन्थ्यो ब्रो पहिला। फ्रेस फ्रेस त्यो त घर वरिपरि बारी नै बारी थियो नि पहिला। अँ, अहिले पनि त के अरे कति ठाउँहरूमा काठमाडौँमा त त्यसले त त्यो के अरे अझ त्यसमा त्यो के अरे ठ्याक्क त्यो धान रोपेपछि के धान काटेर सबै त्यो भुस जति हुन्छ नि उम्, थुपारेर घर जस्तो बनाउँछ कि धानको परालको परालको होइन। अँ, अनि त्यसमा माथि छतबाट हाम फाल्ने कि त्यो पनि गरेँ ब्रो मैले। परालकोमा हाम्रो त्यो के अरे त्यो त्यो के अरे गाउँतिर गएर त्यो पनि गरेँ मैले होइन। परालको पनि गरेँ त्यो त्यो जम्प गर्ने होइन। त्यसपछि ए नजा के अरे गोबन सर्प हुन्छ भन्थ्यो क्या। कहिल्यै देखिनँ ब्रो त्यस्तो साँप चाहिँ। होइन पुरा त्यसरी पुरा गहुन साँप। अँ, त्यो हुन्थ्यो भन्थ्यो होइन तर कहिले पनि देखिनँ क्या। कहिले इन्काउन्टरै भएन क्या त्यो के अरे गोमन साँपसँग मैले अहिलेसम्म के अरे अ, अब देखेको छु गोवन साँप तर अब त्यो के अरे त्यो हुन्छ नि त्यो परालमा जम्प कस्तो गर्दा हुन्छ गर्दा गहुन साँप भने कोब्रा ए ২ टा हुन्छ क्या कोब्रा एउटा चाहिँ के अरे कोब्रा हुन्छ एउटा चाहिँ किङ कोब्रा हुन्छ क्या।
किङ कोब्रा किङ कोब्रा चाहिँ अब त्यो 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 पनि एउटा ठुलो गोवन हो। अब गोवन भने चाहिँ अलिक सानो हुन्छ क्या। अनि किङ कोब्राले चाहिँ कोब्राहरूलाई खान्छ क्या। किङ कोब्रा चाहिँ स्नेक इटिङ स्नेक हो क्या। अँ, अनि कोब्रा भनेको चाहिँ अब पोइजनस हो। अनि किङ कोब्रा इज आई थिङ्क मोर पोइजनस। पहिला घरको अगाडि बसेको 2 टा क्या नाग ना नाग र नागिन बसेको अरे। कहाँ तिमीहरू काठमाडौँमा? अँ, त्यो त्यो ख गौशालामा। प ए तर त्यो जस्तो होइन त्यो हाम्रो उताको त्यो कल्चरमा पुरा त्यो नाग नागिनको त यस्तो इम्पोर्टेन्स छ क्या ब्रो। अब अहिले अहिले त्यो त्यसरी वर्सिप हुँदैन क्या त्यो के अरे पहिलाको जस्तो होइन। तर प प अब जस्तो तिमीले के अरे अहिले अब रिमेम्बरेन्स चाहिँ हुन्छ जस्तो कि नागपञ्चमी हुन्छ नि त्यो के अरे त्यो घर अगाडि नागको फोटोहरू टाल्छ नि। हो त्यस्तोमा चाहिँ हुन्छ होइन त्यो टाइममा तर त्यो नागलाई चाहिँ त्यो पूजा गर्ने होइन त्यो त्यो जुन त्यो एन्सियन्ट ट्रेडिसन भन्यो नि होइन त्यो उम्, त्यो त्यो चाहिँ भएन क्या ब्रो। होइन त्यो चाहिँ बिस्तारै गइरहेको छ क्या नागलाई पूजा गर्ने होइन पहिला यस्तो गर्ने भनेर अब छ अब मेमोरीमा छ अब नागपञ्चमीमा त्यो राख्ने भनेर होइन तर बाटोमा नागहरूलाई पूजा गर्ने यस्तो गर्ने भनेर जुन चाहिँ त्यो त्यो के अरे त्यो ट्रेडिसन थियो होइन त्यो चाहिँ गयो क्या त्यो चाहिँ बिग्रियो क्या ब्रो। दुध खुवाउने। अन्त दुध दुध कहाँ दुध खुवाउने भने चाहिँ हिन्दी फिल्मबाट आएको नि ब्रो होइन। अब त्यो हिन्दी अब तर कस्तो स्नेक वर्सिपिङ नाग क्यानट ह्याभ टुथ भ्यान। त्यही त भनेको कस्तो त्यो हिन्दी फिल्ममा देखाएको क्या त्यो। तर स्नेक वर्सिपिङ त्यो ट्रेडिसन क्या कल्चर भन्दा त्यो ट्रेडिसन नै त्यो गयो क्या। अब अहिलेको अब मोडर्न डेमा होइन इफ यु लुक एट लाइक हुन्छ नि अब त्यो नेपालको मोडर्न डे हिन्दुइजममा जुन त्यो पनि इन्डियनाइज भइरहेछ क्या। जुन त्यो हाम्रो त्यो स्पेसली त्यो के अरे नागलाई गर्नुपर्ने यस्तो गर्नुपर्ने के अरे अब कुलदेवताहरूको अझै छ होइन। तर नाग देवताहरूको चाहिँ त्यो गइरहेको छ क्या त्यो एन्ड वाट आर द नाग्स भन्दाखेरि आई थिङ्क दे आर लाइक त्यो के अरे त्यो पुरानो इन्डिजिनियस पिपलहरू क्या। त्यो वर्सिपर हुन्छ त्यो अब के अरे त्यो त्यो के अरे भनेको त्यो एग्रिकल्चर रेभोल्युसनभन्दा नि अगाडिको त्यो हन्टर ग्यादरर्सहरूको टाइममा क्या। अनि तिनीहरू चाहिँ अब के अरे अब केलाई पूजा गर्ने भन्दाखेरि हुन्छ नि अब आगोलाई पूजा गर्यो, के अरे नागलाई पूजा गर्यो होइन, के सर्पलाई पूजा गर्यो। अनि नाग चाहिँ अनि अब हाम्रो यो जस्तो यो ट्रपिकल ठाउँमा होइन अब नागहरू हुन्छ होइन सो लाइक ओके नागलाई अब साँपलाई पूजा गर्यो भने साँपलाई पूजा गर्यो होइन। अनि अरू ठाउँमा पनि हुन्थ्यो ब्रो साँप चाहिँ एउटा हुन्छ नि इट्स इट्स बेदिक भने। एकदम के अरे सबै हुन्छ नि ब्रो अब हिन्दुइजममा पनि छ होइन अब पौराणिक टाइममा पनि छ के अरे जस्तो यो के अरे कलियुग सकिने टाइममा पनि छ होइन। अनि त्योभन्दा अब त्यो के अरे महाभारतमा पनि 2-3 वटा छ अब जस्तो के अरे भीमसेनलाई चाहिँ 10 वटा हात्तीको बल चाहिँ उसको त्यो नागले दिएको अरे हुन्छ नि। दुर्योधनले बिख खाएर मार्न खोजेको बच्चामा अनि त्यसपछि खोलामा फ्याल्दै थियो नागहरूले बचाएर उसलाई चाहिँ त्यो नागराजले चाहिँ लद्दामा 10 वटा कि 100 वटा हात्तीको बल दिएको अरे होइन। यो स्टोरी छ अनि के अरे कृष्णले के अरे को नागलाई चाहिँ माथि बाँसुकी नाग। बासुकी नागमाथि नाचेको होइन। अनि त्यसपछि के अरे त्यो के अरे अभिमन्युको त्यो के अरे छोरा नाम परीक्षित होइन। परीक्षित एन्ड आई थिङ्क परीक्षितको छोरा परीक्षितलाई चाहिँ त्यो तक्षक नागले टोकेर मारेको अनि उसको छोराले चाहिँ के अरे नाग मार्ने यज्ञ गरेको यस्तो स्टोरीहरू क्या। अनि त्योभन्दा अगाडि पनि के अरे नागले यस्तो यस्तो गर्यो भनेर स्नेक वर्सिपिङ कल्चर फेरि फेरि यो त्यहाँ पनि रहेछ क्या त्यो साउथ इन्डियामा पनि रहेछ क्या। ए जुन ठाउँमा स्नेकहरूको त्यो प्रिभिलेन्स छ त्यो ठाउँमा चाहिँ स्नेक वर्सिपिङ कल्चर हुने रहेछ क्या ब्रो। होइन अब नेपालमा टन्नै छैन तिम्रो नाग पोखरी कति भेटाउँछ नि हरेक पोखरीमा नागै नाग नाग हुन्छ। ठाउँ ठाउँमा छ नि ब्रो हरेक ठाउँमा छ नाग पोखरीहरू कस्तो कस्तो त्यो इन्टिग्रेटेड रहेछ क्या त्यो नाग स्नेक वर्सिपिङ कल्चर। अब अहिले चाहिँ अब त्यो बिस्तारै डिसोसिएट भइरहेछ क्या एउटा त्यो नराम्रो कुरा चाहिँ मलाई त्यो लाग्छ अब जस्तो तिमीले कुनै मन्दिरहरू बनायो के बनायो भने चाहिँ नागहरूलाई के गर्नुपर्ने रहेछ क्या भन्दाखेरि त्यो हुन्छ नि त्यो त्यो पद्धतिमा त्यो प्रोसेसमा चाहिँ त्यो गर्नुपर्ने। घर बनाउँदाखेरि गर्नुपर्छ नि। सायद दे डु द नाग पूजा एभ्री इयर। अनि त्यो नागपञ्चमीमा गर्छ नि ब्रो होइन नागपञ्चमीमा होइन तिम्रो घर बनाउँदाखेरि पनि तिम्रो नागको लागि पूजा गर्नुपर्छ पहिला घर बनाउन। त्यहाँको नागहरू डिस्प्लेस गरेकोमा यु हेभ टु डु अ पूजा। ए हो त्यो इज द्याट लाइक त्यो काठमाडौँकोमा मात्रै हो कि अरू ठाउँमा पनि हो त्यो?
ब्रो अरू के त्यो हाम्रो त्यो काठमाडौँमा त पुरा तान्त्रिकहरू पहिला नाग भएर बस्ने छ नि। सबै अल द बिग पोखरी। सिटी पोखरीमा नाग छ भन्छ हेर अझै पनि। नाक छ भन्छ अब कहाँ अब घरै कहाँ नाक के छ। अरे टिभीको मान्छेहरू आउँदैन अरे। नाग नाग भनेको यस्तो त्यो के अरे त्यो डोमिनेन्ट छ क्या त्यो नागको चाहिँ त्यो कन्सेप्टले होइन। तर अब त्यही बिस्तारै हराउँदैछ क्या द्याट लाइक हुन्छ नि आई फिल द्याट क्या किन भन्दाखेरि मेन स्ट्रिममा नआएको भनेको त चाहिँ अलिकति हराएको जस्तो त हो नि। होइन अब स्नेक वर्सिपिङ त्यो होइन। कस्तो छ भन न अब के अरे इभन त्यो के अरे ज्योतिषीहरूमा पनि क्या लाइक कतिसम्म चाहिँ त्यो के अरे कल्चरलमा के अरे इम्प्याक्ट गरेछ नि त त्यो काल सर्प हुन्छ नि दोष भन्ने छ होइन त्यो के अरे प्लानेटहरू राहु र केतुको बिचमा बस्नेदेखि लिएर अनि त्यसमा पनि के अब एउटा यस्तो लाइक एभ्री ठाउँमा क्या हुन्छ नि त्यो स्नेकको इन्फ्लुएन्स छ क्या हाम्रो के अरे हिन्दुइजममै भनौँ होइन तर नेपालमा चाहिँ धेरै नै छ। ओके सो समुद्र मन्थन यहाँ लाइक हुन्छ नि समुद्र समुद्रमा मन्थन त गर्दाखेरि नागै छ नि। नाग होइन अनि त्यसपछि त्यही एभ्री त नाग होइन। अनि त्यहाँ एउटा त्यही त एभ्री मुखपट्टि नाकको मुखपट्टि चाहिँ सबै राक्षसहरू आयो अरे। नाकको तेलतिर चाहिँ सबै देउताहरू हाल्यो अरे। मन्थन गर्यो अनि अनि सुँगेली सुमेरु पर्वत पर्वत युज गर्यो अरे। अनि सुमेरु पर्वतलाई चाहिँ कुर्म अवतारको माथि राख्यो अरे होइन। कछुवामाथि राखेर होइन पुरा अनि त्यो के अरे मन्थन गर्यो अरे ब्रो। मन्थन गरेर मन्थन गरेपछि अनि के निस्क्यो अरे त्यहाँबाट। के निस्क्यो अनि के अरे शिवजीले के अरे त्यो के हलाला हलाहल कि के अरे वाट वाज नेम अफ द्याट अमृत निस्क्यो अनि बिग पछि बिग बिग पोइजन पनि शिवजीले निस्क्यो गर्नु होइन। होइन अमृत चाहिँ अब त्यो हुन्छ नि राक्षस र उनीहरूले चाहिँ के अरे देउताहरूले चाहिँ त्यो अमृत चाहिँ उनीहरूले त्यो गरेर क्या अब हुन्छ नि झगडा गरेर को खाने भनेर अनि विष्णुले चाहिँ मोहिनी अवतार लिएर होइन त्यसपछि चाहिँ सुटुक्क देउताहरूलाई चाहिँ अमृत दियो अरे होइन अनि त्यो चाहिँ राहु अनि के अरे राहुले चाहिँ थाहा पायो अरे क्या अनि ऊ पनि देउता जस्तै भनेर रूप दिएर अमृत अलिकति मुखमा मात्रै हाल्थ्यो अरे विष्णुले थाहा पाएर हेड कट गरेपछि तर अनि अमृत तल पनि गइसकेको थियो होइन अलिकति तल गएको थियो अनि के अरे तलको चाहिँ हेडलेस चाहिँ केतु अनि हेड चाहिँ राहु अरे क्या धेरै एलोगोरीहरू छ क्या यसमा लाइक वाट इट इज हुन्छ नि त्यो त्यसमा डिप डाइभ गर्न थाल्यो भने कहाँबाट कहाँ पुग्छ क्या तर अब यो नागको चाहिँ होइन यस्तो धेरै इन्फ्लुएन्स छ है तर अब साउथ इन्डियामा पनि त्यस्तै छ होइन हाम्रो काठमाडौँ के अरे नेपालमा र साउथ इन्डियामा त्यस्तै छ क्या नागको पूजा भन्यो के भन्यो होइन अब मलाई त्यो थाहा थिएन ब्रो के अरे घर बनाउँदाखेरि नाग नागको पनि पूजा गर्नुपर्छ भनेर क्या जस्तो के अरे अमेरिकामा पनि गर्दाखेरि त्यही गर्छ हौ घर बनाउँदाखेरि मान्छेहरू नेपालीहरूले जसरी त्यो कन्स्ट्रक्सन गर्छ नि नागको पूजा गर्छ तर यहाँ त के साँप हुन्छ नेपालीहरूले जहाँ पनि गरिहाल्छ। यहाँ के साँप हुन्छ यार यहाँ नन पोइजनस स्नेक मात्रै हुन्छ यहाँ भनेको ऱ्याटल स्नेक हुन्छ नि यहाँको अलिकति मोस्ट पोइजनस भनेको अब यहाँनिर भने तिम्रो आई थिङ्क कोरल पाउँछ यसलाई यहाँ ब्ल्याक माम्बा पनि हुन्छ यसलाई हुन्छ ब्रो ब्ल्याकमा अब अफ्रिकामा हुन्थ्यो त होइन। अँ यहाँनिर भर्जिनियामा देयर इज वान स्नेक द्याट इज पोइजनस आई थिङ्क इट्स अ कोरल जस्तो लाग्यो भनेको अब त्यो भेनमस कि पोइजनस पोइजनस। ओके त्यस्तो त्यो स्नेक अब सबैतिर छ साउथ अमेरिका पनि पोइजनस पोइजनस भेटिन्छ होइन सबभन्दा धेरै त अस्ट्रेलियामा भेटिन्छ होइन अनि त्यो के अरे अस्ट्रेलिया पनि साउथ एकदम अमेरिकामा पनि छ नि कल्चर त तिम्रो स्नेक। नर्थ अमेरिका पनि छ तर जस्तो अब नर्थ अमेरिकामा तिम्रो त्यो के अरे इगल सिगलको कल्चर धेरै छ क्या अब उता पनि छ हुन्छ नि अब गरुड भन्यो होइन तर यो कनेक्टेड पनि छ जस्तो लाग्छ क्या ब्रो होइन बरु म तिमीलाई भन्छु है कसरी भन्दाखेरि अब लाइक त्यो रामायणको टाइममा होइन जब रामहरू चाहिँ सुग्रीवकोमा जान्छ नि होइन अनि के अरे बालीलाई मारिसकेपछि अनि सुग्रीवले चाहिँ सीतालाई खोज्नको लागि एउटा सर्च टिम बनाउँछ क्या अनि सर्च टिमलाई चाहिँ उसले चाहिँ त्यो सायद 7 वटा कि त्यस्तै
हुन्छ नि सम 5, 6, 7 त्यस्तो नम्बरको सर्च टिम बनाउँछ क्या। अनि ही आस्क्स देम टु गो टु लाइक हुन्छ नि डिफ्रेन्ट प्लेसेस क्या। अनि अनि कतिले चाहिँ अब डिस्क्राइब गर्दाखेरि हुन्छ नि अब त्यसको अब त्यो वाल्मीकि रामायणमा होइन, अब के अरे माथि जाँदाखेरि त्यो चिसो ठाउँमा पनि भनेको छ, डिस्क्रिप्सन छ होइन। अनि उता के अरे त्यो साउथ अमेरिकामा चाहिँ यस्तै त्यो पेरुतिर पनि गएको एउटा डिस्क्रिप्सन छ भनेर चाहिँ भनिरहेछ क्या होइन। अब अनि तर अब कतिले चाहिँ अब त्यो हुन्छ नि कल्चरली कनेक्ट भयो, अब सुपर नेचुरल पावरबाट गयो यस्तो यस्तो भनेर भन्छ होइन। तर म चाहिँ के गर्छु भन्दाखेरि त्यो लाइक हुन्छ नि एउटा प्रब्ली केही त्यो ल्यान्ड ब्रिज स्यान्डविच थियो होला होइन, अथवा लाइक हुन्छ नि अब कसरी त्यो हुन्छ नि अब के अरे माथि त्यो के अरे रसियाबाट त्यो 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 बेरिङ सीबाट हुन्छ नि त्यहाँबाट गएर तल गएर यसरी गयो होला भनेर क्या, त्यो जियोग्राफिकल त्यो डिस्क्रिप्सनलाई एक्युरेट गर्नको लागि त्यो सुपर नेचुरल पावरहरू होइन क्या। तर भनेको एउटा सर्टेन टाइपको कनेक्सन त छ ब्रो होइन, किन भन्दाखेरि अब हुन्छ नि अब वाट एभर इट इज होइन। अब ब ब त्यो चाहिँ अब रामायणमा हुन्छ भनेको छ होइन। सुग्रीवको एटलस भन्ने हुन्छ नि, जस्ट गुगल द्याट टर्म ब्रो, सुग्रीव एटलस भन्ने क्या होइन। एन्ड उसको जसको त्यो त्यो के अरे सीतालाई खोज्दाखेरि चाहिँ कसरी चाहिँ लाइक हुन्छ नि हिज टिम दे एक्सप्लोर्ड अल द के अरे त्यो प्लेसेस अफ द वर्ल्ड क्या। बट रामायणमा चाहिँ के अरे होइन, तर चाहिँ अब तर अब त्यो टाइममा अब मलाई चाहिँ के लाग्छ भन्दाखेरि ब्रो होइन, अब उनीहरूले जस्तो यो रामायण हुन्छ नि होइन, आई मिन आम एकदम रिलिजियस मान्छे होइन, तर जुन स्टोरी चाहिँ रामायणको स्टोरीहरू छ नि होइन, आई थिङ्क के चाहिँ 2-3 वटा ठाउँबाट लिएको क्या ब्रो है त्यो कन्सेप्टहरू क्या। अनि एउटा चाहिँ त्यो हेलेन अफ ट्रोय छ नि ग्रिकको उम्, होइन, अब त्यो कन्सेप्ट अब के अरे के अरे त्यो ट्रोजनले भित्र गएर गरेको, अनि त्यसपछि के अरे त्यो के अरे हेलेनलाई त्यसले किडन्याप गरेको यस्तो यस्तो कुरा हरेको होइन, त्यो त्यो कन्सेप्ट स्टोरी त्यहाँबाट आएको जस्तो लाग्छ होइन। अनि अर्को चाहिँ त्यो राम र भन्ने एउटा त्यो 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 किङ पावरफुल किङहरू चाहिँ त्यो त्यो स्टोरी चाहिँ त्यो के अरे त्यहाँबाट आएको जस्तो लाग्छ क्या, त्यो कन्सेप्ट चाहिँ के अरे त्यो इजिप्टको राजाहरू छ नि, रामेसेस द फर्स्ट, सेकेन्ड हुन्छ नि त्यो फेरोहरू, उहिले उहिलेको त्यो के अरे त्यो के अरे फर्स्ट फेजको क्या त्यो इजिप्सियनको, त्यो फेरोहरूको टाइमको फर्स्ट इजिप्सियन सिभिलाइजेसनको फेजको त्यहाँबाट आएको जस्तो लाग्छ क्या त्यो नामहरू होइन। अब अनि त्यो संसार त अब त्यो कुनै न कुनै बेला कनेक्टेड भयो होइन। अनि अब लङ्का भने होइन, अब त्यो हुन्छ नि अब लाइक वाट इज लङ्का, लाइक वी डोन्ट नो वाट इज लङ्का होइन। अनि समस्या छ सुनको नगरी है, अब श्रीलङ्कालाई चाहिँ पुरा अब त्यो इन्डियनहरूलाई बेचिरहेको छ क्या, दिस इज लङ्का भनेर होइन। तर अब त्यो अब त्यो पनि एउटा त्यो श्रीलङ्कनहरू पनि बुद्धिस्ट हुनु पनि त्यो एउटा रिजन जस्तो लाग्छ क्या मलाई। अब त्यहाँको मान्छेहरूलाई लङ्का लङ्का भन्दै होइन, अब त दे लाइक ड्युड लाइक हुन्छ नि के अरे रावणको सन्तान यस्तो यस्तो भन्दाखेरि अनि त सिन्हालाज हुन्छ नि, अब तिनीहरू त अब नर्थ इन्डियाबाट माइग्रेट भएको क्या तिनीहरू चाहिँ, अनि त्यो लाइक अनि दे जस्ट लाइक हुन्छ नि त्यो जतिखेर चाहिँ अब शङ्कराचार्यले इन्टायर इन्डियन सब कन्टिनेन्टकोबाट बुद्धिज्मलाई मेजोरिटीबाट माइनोरिटी रिलिजन बनाइदियो होइन, त्यस्तै 8-9 सेन्चुरीतिर। अनि त्यो टाइममा चाहिँ अब श्रीलङ्कालाई श्रीलङ्का त लाइक त्यस्तो छुन सकेन क्या, किन इन्डियन सब कन्टिनेन्टमा भएर पनि बुद्धिस्ट कन्ट्री भयो क्या, त्यही त्यो त्यो चाहिँ द मिथ अफ लङ्काले गर्दाखेरि क्या। उम्, बट वी डोन्ट नो लाइक हुन्छ नि वाट इज लङ्का वाट इज नट होइन। तर अब द्याट इज अ भेरी के अरे अब जस्तो भेरी ब्युटिफुल स्टोरी हो क्या त्यो हुन्छ नि, उम्, रामायण होइन। हुन्छ एकदमै त्यो भर्चुअस प्रिन्स होइन, अब लाइक हुन्छ नि उसलाई राजाको केही मतलब छैन, आफ्नो छोडिदिन्छ होइन। हि लिभ्स लाइक एभ्रिथिङ एन्ड लाइक हुन्छ नि उसको भाइलाई छोडिदिन्छ, अनि भाइ पनि त्यस्तै अब भरत पनि त्यस्तै टाइप एकदम इज्जत गर्ने टाइपको होइन। अनि हि गोज देयर होइन एकदम राइचियस वरियर होइन। He goes there and he defeats this like very arrogant person क्या। he comes back भन्छ। सो त्यो एउटा खतरा स्टोरी रहेछ हो क्या त्यो, रिस बढी चाहिँ रहेछ होइन त्यो त्यसलाई। अनि कस्तो धेरै मोडिफिकेसन छ क्या ब्रो रामायणको पनि है। भनेको अब हाम्रो एउटा इन्डियन सब कन्टिनेन्टमै धेरै छ क्या, अब तिमीले के अरे एभ्री एजमा होइन सबैले आफ्नो इन्टरप्रिटेसन हुन्छ क्या, जस्तो के अरे
अब 5th कथा चाहिँ अब त्यो रामायणको चाहिँ वाल्मीकि रामायण, त्यसपछि चाहिँ मेरो लागि चाहिँ तुलसीदासले लेखेको चाहिँ रामचरितमानस क्या, होइन? अनि त्यो चाहिँ 15th सेन्चुरीतिर लेखेको होइन। तर अब इफ यु गो टु अनि त्यतिखेरसम्म के अरे अब त्यसमा चाहिँ तुलसीदासकोमा चाहिँ आई थिङ्क देयर इज लाइक वान थिङ क्या, त्यसमा के भन्छ भन्दाखेरि होइन, म म त्यो प्रिसाइजली कोट गर्न सक्दिनँ बरु यस्तो क्या, मलाई के लाग्छ भन्दा होइन समटाइम्स के अरे यो रामको कथा होइन, होइन यो के अरे रामको दासको कथा हो अरे क्या, भनेको हनुमानको कथा होइन। एन्ड के अरे यस्तो भन्छ, कभी कभी प्रभु जागे मन में आशा राम से ज्यादा अ, राम की दासा भन्ने एउटा यस्तो लाइन छ क्या, हुन्छ नि म प्रिसाइसली याद गर्न सक्दिनँ। इफ यु गो टु के अरे थाइल्यान्डतिर होइन, त्यहाँ पनि डिफ्रेन्ट रामको भर्जन छ क्या। रामायण अब स्टोरी एउटै हो होइन, देयर लाइक डिफ्रेन्ट के अरे भन्दाखेरि अब स्टोरी एउटै हो, राम जाने के अरे रावणलाई गर्ने होइन। अनि थाइल्यान्डमा चाहिँ अब हनुमान छ होइन, अनि हनुमान इज लाइक हुन्छ नि नट अ डिभाइन गड क्या, नट अ ब्रह्मचारी डिभाइन गड होइन। इनफ्याक्ट के अरे रावणको वाइफलाई होइन लाइक हुन्छ नि आफ्टर त्यो के अरे त्यो दिइसकेपछि होइन लाइक हनुमान इज अ भेरी के अरे सेक्सुअली एक्टिभ क्या, होइन लाइक हुन्छ नि के अरे हि ह्याड सम भोट विथ लाइक मन्दोदरी क्या। अब यस्तो यस्तो कुराहरू छ क्या। अब इफ यु गो टु इन्डोनेसिया बालीमा होइन देश लाइक डिफ्रेन्ट रामायण होइन, अब त्यो अनि इफ यु गो टु लाइक सबै सबै ठाउँमा चाहिँ लाइक देयर इज अ डिफ्रेन्ट फर्म अफ रामायण क्या, होइन? अनि इट्स अ भेरी इम्पोर्टेन्ट टेक्स्ट लाइक हाम्रो नेपाली ल्याङ्ग्वेजको लागि पनि एकदमै इम्पोर्टेन्ट हो। किन भन्दाखेरि नेपाली साहित्यको सबभन्दा फर्स्ट त्यो कृति भनेको चाहिँ भानुभक्तको रामायण हो होइन। अनि सो रामायण इज भेरी इम्पोर्टेन्ट होइन, तर इट हेज लाइक सो मेनी डिफ्रेन्ट भेरिएसन्स है। आई थिङ्क के अरे जस्तो अब एज अनुसार क्या, अब 2-3 सेन्चुरी एडीमा अथवा थाइल्यान्डतिर गयो, क्याम्बोडियातिर गयो, त्यहाँ अब आफ्नै रामायण भयो होइन। त्यहाँ अब रामायणिकन के भन्दो रहेछ क्या थाइल्यान्डमा, त्यो पनि त्यहाँको नेसनल बुक रहेछ। अनि अनि के अरे अब हुन्छ नि जैनहरूको आफ्नै भयो होइन, सबैको आफ्नै भर्जन क्या अब यो रामायणको। तर अब स्टोरी चाहिँ एउटै हो, एउटा हुन्छ नि प्रिन्सले अब उसलाई के अरे मार्नु भएको भनेर होइन। तर डिफ्रेन्ट एजमा होइन, डिफ्रेन्ट जियोग्राफीमा यसको चाहिँ अब डिफ्रेन्ट छ क्या, अब क्यारेक्टराइजेसन डिफ्रेन्ट छ क्या, होइन। सो इट इज भेरी फेसिनेटिङ क्या, लाइक हुन्छ नि यु क्यान अनि तर अब जुन चाहिँ त्यो वाल्मीकि रामायणबाट आएको भन्छ क्या सबैको मेन सोर्स चाहिँ त्यो संस्कृतबाट आएको। अनि त्यसमा चाहिँ यो सुग्रीवकोले चाहिँ त्यो सर्च टिम पठाउँदाखेरि सीतालाई हरण गरेको सर्च टिम पठाउँदाखेरि चाहिँ वर्ल्डलाई एक्सप्लोर गरेको भन्ने छ क्या। अनि त्यो अनि एउटा आई फरगट द नेम अफ दिस प्लेस इन पेरू है। अनि त्यहाँ चाहिँ पेरू साउथ अमेरिका होइन, त्यहाँ चाहिँ एउटा कस्तो भन्दाखेरि अब त्यो त्यहाँको उसले त्यो सुग्रीवले यसरी डिस्क्राइब गरेको छ क्या त्यो त्यो वाल्मिकी रामायणमा होइन। अब त्यो ठाउँको जियोग्राफी र त्यो डिस्क्रिप्सन चाहिँ एक्युरेटली म्याच हुन्छ क्या। त्यो कस्तो भन्दाखेरि एउटा यस्तो पेकुलियर एउटा ठाउँमा उनीहरूले चाहिँ यस्तो एउटा त्रिशूल जस्तो एउटा के साइन गरिदिएको छ एउटा इन्टायर पाहाडलाई कभर गरेर क्या। अनि त्यो डिस्क्रिप्सन दिएको छ क्या। अनि अहिलेसम्म पनि छ क्या त्यो ठाउँ, होइन? अनि सो आई फरगट द नेम अफ द प्लेस होइन, तर त्यो ठाउँ छ है। अनि मैले अस्ति त्यो कहाँ हेरेको थिएँ क्या, त्यो त्यस्तै त्यो के अरे आई थिङ्क त्यो सम प्लेसेसमा मैले हेरेको थिएँ होइन। अनि त्यो चाहिँ सुग्रीवको एटलसमा त्यो डिस्क्रिप्सन छ अरे क्या त्यसको बारेमा। होइन अब यो इट इज आई डोन्ट नो लाइक हुन्छ नि अब के कन्सपिरेसी हो होइन। तर कुनै न कुनै टाइममा त वर्ल्ड त कनेक्टेड थियो नि त। अब मान्छेहरू सबैजना के अरे अफ्रिकाबाट निस्किएको हो होइन। अनि कहिले न कहिले छुट्यो होला होइन। जस्तो एउटा के अरे त्यो फ्लडको मिथ जस्तै क्या, अब सबै कल्चरमा भेट्छौ नि त त्यो फ्लडको मिथ होइन। अब तिमीले के अरे क्रिस्चियनिटीमा पनि भेट्छ भनेको त्यो अब्राहमिक रिलिजनमा पनि भेट्छौ फ्लड आएको, हाम्रो के अरे हिन्दुइजममा पनि भेट्छौ होइन। त्यो अरू सबै त्यो लोकल रिलिजनमा पनि भेट्छौ, यहाँ के अरे त्यो एबोरिजिन्सहरूको पनि भेट्छौ अस्ट्रेलियामा त्यो ह्युमन कन्ट्याक्ट नभएको, अथवा त्यहाँ पनि भेट्छौ के अरे अ, यो के अरे अमेरिकन 2टा अमेरिकन कन्टिनेन्टमा पनि भेट्छौ होइन। सो त्यो स्टोरी छ नि त ब्रो, त्यो के अरे के अरे त्यो फ्लडको मिथ जस्तै क्या। तर फ्लडको मिथ चाहिँ अब इन्टायर वर्ल्डमा भयो होइन।
एउटा सर्टेन त्यस्तै टाइपको एउटा स्टोरी भयो। अब त्यो जे पनि हुनसक्छ हुन्छ नि, अब त्यो के अरे आइस एज को टाइममा अब के अरे त्यो सी लेभलहरू अप हुँदा त्यो भइदाखेरि अब त्यतिखेर भएको अब डिस्ट्रक्सनको अब संसारले सबैले देखेको पनि हुनसक्छ। व्हाटएभर इट इज होइन, आई डोन्ट नो व्हाइ देयर इज द्याट मिथ क्या। बट देयर इज दिस हुन्छ नि त्यो स्टोरी छ क्या, सबै ठाउँमा छ क्या। अब के अरे नोआज आर्क होइन, उता यहाँ के अरे मनु के अरे विष्णुको के अरे मत्स्य अवतार होइन। अब कहाँ के हुन्छ नि, इभन त्यो इभन इफ यु गो टु के अरे हाम्रो किराँतीहरूको त्यसमा क्या, त्यहाँ पनि भेट्छ क्या, हुन्छ नि। किराँतीहरूको त्यो के अरे तागेर निङ्वाङ फुवाहरू भन्ने जुन त्यो पारुहाङ सुन्निमा त्यो कल्चरमा नि भेट्छ क्या त्यो यो स्टोरी क्या। द्याट स्टोरी इज लाइक अल ओभर द प्लेस क्या, त्यो फ्लडिङको स्टोरी है। तर अनि त्यस्तै सिमिलरली चाहिँ के रामायण पनि इट्स 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 इन अ स्मल स्केल होइन, तर इट्स अल ओभर त्यो साउथ एन्ड साउथ इस्ट एसिया क्या। आफ्नो आफ्नो भेरिएसन छ होइन साउथ र साउथ इस्ट एसियामा, तर छन त छ है। सो एन्ड एन्ड इट्स अ ब्युटिफुल स्टोरी। अनि त्यो राम अब जस्तो लाइक के अरे थाइल्यान्डमा पनि अयोध्या छ नि, बरु अयोध्या हो कि के भन्छ त्यसलाई, तिमी गछौ नि होइन? त्यो कति ब्याङ्ककबाट कति टाढा छ, गएको छैन? ब्याङ्ककमै त। ए ए ब्याङ्कककै मेट्रो हो? अँ, ए सो लाइक हुन्छ नि, त्यहाँको थाइल्यान्डको राजाको नाम पनि रामा द फर्स्ट, रामा द सेकेन्ड त्यस्तो के छ होइन? अँ, इट्स आमालङकोन। ओके। कस्तो भन्दाखेरि कस्तो रहेछ क्या त्यो भन्दा नि त्यो स्टोरीले क्या कस्तो बाँधेको रहेछ क्या। त्यो आई थिङ्क त्यो जाभानिज पनि छ, जाभा पनि छ क्या त्यहाँ त्यहाँ टाइममा पनि छ होइन। सो त्यसको अब कुन सेन्चुरीमा गयो होइन त्यही अनुसारको स्टोरी हुने रहेछ क्या, कसलाई अब डिभाइन देख्ने कसलाई डिभाइन नदेख्ने भनेर क्या। अब जस्तो वाल्मिकीको रामायणमा होइन राम इज अ भेरी राइचियस प्रिन्स हुन्छ नि, फाइटिङ फर त्यो एकदम त्यो बट अब तुलसीदासको रामायणमा होइन अब इज लाइक अवतार अफ लाइक डिभिनिटी क्या। सो एउटा हिरोबाट डिफाइन भएको क्या, त्यो त्यो हुन्छ नि त्यो स्टोरीको नि एउटा आफ्नो जर्नी छ क्या। अब के अरे कति अब त्यसो नि अब त्यो वाल्मिकी रामायणमा पनि अब के अरे मेन रामायण जुन त्यो ल्याङ्ग्वेजको स्ट्रक्चरमा लेखेको छ होइन, त्यो चाहिँ त्यो राम र सीता फर्किँदाखेरिसम्म सकिन्छ क्या। अनि पछि के अरे त्यो सीताले अग्नि परीक्षा दिनु पऱ्यो, यस्तो यस्तो गर्नु पऱ्यो भनेर चाहिँ त्यो चाहिँ पछि एड गर्यो अरे क्या। अनि त्यो जुन हिसाबको त्यो संस्कृतको पनि त्यो त्यो ग्रामरहरू भयो, त्यो टोनहरू भयो होइन, त्यो त्यसपछि म्याच गर्दैन अरे क्या, त्यो डिफ्रेन्ट अथर हो भन्छ, डिफ्रेन्ट टाइममा लेखेको भन्छ क्या। अनि त्यो अनि त्यसपछि के अरे त्यो 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 लास्टको काण्डमा चाहिँ त्यो चाहिँ मोर अफ अ के अरे अब हुन्छ नि रावणको ब्याक स्टोरी लेखेको अरे क्या, त्यो कन्स्ट्रक्ट गरेको अरे क्या। रावणले यस्तो यस्तो गर्यो, रावण यस्तो खतरा, रावण यस्तो खतरा भनेर चाहिँ मेन चाहिँ फोकसिङ अन चाहिँ रावण छ अरे क्या, त्यो चाहिँ मैले त्यो के अरे त्यो त्यो जुन त्यो वाल्मिकी रामायण भनेर त्यो चाहिँ लास्ट खण्डमा क्या, त्यो चाहिँ मेन एउटा राइटरले अथवा त्यही एजको कति ग्रुप अफ राइटर्सले लेखेको होइन क्या, त्यो चाहिँ अब पछि एड गरेको अरे क्या। त्यो जुन त्यो ग्रामरको स्ट्रक्चर छ, जुन त्यो के अरे वर्ड्सहरू छ, संस्कृतको त्यो स्ट्रक्चर छ, त्यो चाहिँ अब पछि एड गरेको भन्छ क्या त्यो चाहिँ। अनि त्यसमा चाहिँ कस्तो भन्दाखेरि अब त्यतिखेरसम्म अब हुन्छ नि रावणको चाहिँ क्यारेक्टराइजेसन थियो क्या, रावण यस्तो हो अब के अरे कुबेरबाट के अरे यस्तो यस्तो भएको, के अरे कुबेरको भाइ कुनी के यस्तो गरेको, शनिलाई के गरेको भनेर त्यो मिथ अफ रावण रावण चाहिँ त्यहाँ जन्मेको हो क्या होइन। अनि अनि अर्को त्यो जस्तो राम राम त के अरे एकदमै त्यो एउटा त्यो खतरा हो क्या त्यो स्टोरी पनि हुन्छ नि, रामायण चाहिँ एकदम एकदम खत्रै स्टोरी हो क्या त्यो। एन्ड त्यसमा अब कति त्यो त्यो टाइममा कति अब हिस्टोरिकल्ली कति कुराहरू पनि रेकर्ड गरेको होला क्या त्यहाँ। ए मलाई त्यो सबैभन्दा अर्को फ्यासिनेटिङ कुरा के लाग्यो भन्दाखेरि रामको एन्सेस्टरलाई चाहिँ एउटा भागीरथ भन्ने एउटा एन्सेस्टर छ क्या उम्, होइन। अनि भागीरथले के अरे लेभलको टास्क गर्नु पऱ्यो, गङ्गालाई के गरेको भनेको छ नि होइन। उसले चाहिँ त्यो के अरे
जसरी त्यो त्यो गङ्गालाई चाहिँ त्यो त्यो जस्तो के अरे मञ्जुश्रीले चोभार फुटाएको जस्तो होइन, उसले अब त्यो टाइममा उम्, चाहिँ एउटा त्यस्तै अब के अरे अ, त्यो त्यो टाइमको इन्जिनियरिङले हुन्छ नि यताउता गरेर अनि गङ्गालाई चाहिँ त्यो फ्लड नदिएर प्लेनमा डिरेक्टली ल्याएको भनेर भन्छ क्या। उम्, होइन? अनि तर अब त्यो त्यो हो तर अब एट द सेम टाइम अब इज द्याट द सेम गङ्गा भन्ने पनि आएन त ब्रो होइन। अब रिलिजियसली गर्दाखेरि इट मेक्स सेन्स होइन तर एट द सेम टाइम जुन एरिया त्यो प्लेन्सहरू छ नि होइन त्यो उत्तर प्रदेशको प्लेन, बिहारको प्लेन, इन्डो ग्याङ्जेटिक प्लेन्सहरू होइन। अब त्यो त आइरन एज पछि मात्रै त्यहाँ धेरै मान्छेहरू बस्न थालेको हो नि त ब्रो होइन। किन भन्दाखेरि जङ्गल फाँड्नको लागि त ब्रोन्जले भन्दा त आइरन नै सजिलो हुन्थ्यो नि त होइन। मान्छेहरू पहिला किन इन्डस भ्याली सिभिलाइजेसन अलिक त्यसो ड्राई ठाउँमा बस्यो भन्दाखेरि अब त्यो त्यसमा त्यो लेभलको भेजिटेसन थिएन होइन। अनि अ, अनि के अरे अनि अनि उनीहरूले युज गर्ने वेपनहरू भनेको त्यो के अरे ब्रोन्जहरूको भयो नि त होइन। पित्तल-सित्तल यस्तो भयो नि त्यसले त रुखहरू काट्न सक्दैन नि त। अब आइरन एज आएपछि उनीहरूले त्यो फाँडेको जङ्गलहरू फाँडेर अब त्यहाँ धेरै मान्छेहरू बसेको भन्ने थाहा छैन। तर आई डोन्ट नो ब्रो होइन इट इट इज भेरी के अरे अब मिथोलोजी, रिलिजन र के अरे जुन त्यो एन्सियन्ट हिस्ट्रीलाई मिक्स गर्दाखेरि होइन, कहिलेकाहीँ कन्क्लुजन एउटै आउँछ ब्रो होइन। कहिलेकाहीँ चाहिँ अलिकति डज दिस मेक एनी सेन्स भन्ने पनि आउँछ क्या होइन। उम्, अब कति हाम्रो त्यो के अरे धेरै कुरा छ नि हाम्रो त्यो कल्चरको धेरै कुराहरू त यस्तो ग्रिकबाट अडप्ट छ नि त ब्रो अनि युनानी कल्चरबाट क्या। यो ज्योतिषीको तरिकाहरू पनि होइन हाम्रोमा चाहिँ राहु र केतु थियो क्या। अनि त्यो जति सबै त्यो ज्योतिषीको फर्स्ट बुक छ नि जुन त्यो हामीले हेर्छ त्यो साउथ एसियन ज्योतिषीहरू हेर्नेको त्यो प्लान्टहरूको फर्स्ट बुकको नाम नै युनानी शास्त्र यस्तै छ क्या नाम हुन्छ नि युनानी समथिङ छ क्या। अनि युनानी भनेको ग्रिक हो क्या ब्रो उम्, होइन। अनि त्यो ग्रिकको इन्फ्लुएन्स चाहिँ अब पहिलेदेखि नै थियो क्या होइन। उनीहरू अब तिमी आफै सोच न होइन अब अहिले हामी के अरे उता के अरे नेपालतिर बस्दाखेरि हुन्छ नि वी युज टु लुक अप टु फरेनर्स होइन। अनि हाम्रो त्यो के अरे तिनीहरूले लुकअप गरेन होला त हाम्रो एन्सेस्टर्सले होइन। अनि मलाई त के अरे योसम्म पनि लाग्छ क्या ब्रो के अरे उम्, तिम्रो ग्रिकभन्दा प्रि हिस्टोरिक छ यार हाम्रो जहाँनिर भने ग्रिक त्यो पनि त प्रि हिस्टोरिक नै हो नि त ब्रो होइन। ग्रिकको पनि त लाइक के अरे दुइटा छ नि त ब्रो तिमी त के अरे ग्रिकमा त त्यो के अरे मिनुनियन र माइसिनियन भन्ने छ नि त ब्रो होइन। अनि एउटा त त्यो के अरे इन्डस भ्यालीको जस्तै हो त्यसको डिसाइफर नै भएको छैन त्यसको त्यो के अरे टेक्स्टहरू त्यो लिनियर ए र लिनियर बी भन्छ क्या। त्यो लिनियर बी त त्यो डिसाइफर नै भएको छैन। अब प्रि हिस्टोरिकमा यार ग्रिक इजिप्ट तिम्रो साउथ अमेरिका पनि छ नि यार प्रि हिस्टोरिक छ प्रि हिस्टोरिकमा छ होइन तर अब तिम्रो कति कुरो तिम्रो एग्रिकल्चरमा सबभन्दा धेरै योगदान भएको भने साउथ अमेरिकाबाट हो त्यो के अरे 1492 को त्यो एक्सचेन्जबाट भएको क्या ब्रो होइन। कस्तो भन्दाखेरि टमाटर, आलु अनि के कोर्न मकै, मकै मकै खोर्सानी सबै त्योबाट त आएको नि ब्रो। यहाँ अब के अरे जसरी अब के अरे त्यो अकुपाई गर्यो नि त्यो अब एकदम खोर्सानीहरू भन्नु त अब साउथ इस्ट साउथ एसिया, साउथ इस्ट एसियामा त एउटा ठुलो भयो नि त अब त्यो होइन चाइनामा होइन। त्यो कहाँबाट आएको त्यहाँबाट आएको टमाटर कहाँबाट आएको हुँदैन इटालीले अब आफ्नै जस्तो गर्छ होइन तर त्यहाँबाट आएको होइन नि त। त्यो चाहिँ एक्सचेन्ज भएको नि आलु होइन आलुले गर्दाखेरि कति त्यो मान्छेहरू बाँच्यो हेर्नु त होइन कोर्न सबै पनि त्यहीँबाट आलु आएको। टमेटो कोर्न क्याट धेरै क्यास क्रप एभोकाडो अब काँडा त पछि आएको ब्रो किन्वा त्यो त पछि आएको ब्रो त्यो त अब त्यो अहिले पनि हाई एन्ड फुडहरू हो नि त त्यो अब त्यो एउटा नर्मल मान्छेले त खान खाँदैन नि त अब आउँदै जाउँ न होइन जहाँ पनि भेट्छौँ। तर मोस्ट अफ द डोमेस्टिक इट गर्ने अँ तिनीहरूको बबल छ कल्चर पनि साउथ अमेरिकन उनीहरूको त अब त्यो उनीहरूको मेन मिस्टेक नै भनेको होइन मेन मलाई के लाग्छ भन्दाखेरि त्यो कल्चर भनेको तिनीहरू चाहिँ त्यो आइरन एजमा पुगेन क्या होइन। त्यो अब पछि मात्रै एल्डोराडो भन्छ नि मेन अब सुनको सिटी भने भनेको त्यसले भनिनँ होइन सबैलाई उनीहरूको त्यसले लङ्का भने जस्तै लङ्का अल्डराडो होइन एटलान्टिस एल्डराडो जे पनि हुन्छ। त्यो 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 खतरा हो नि ब्रो साउथ अमेरिकन के अरे स्पेसली यो
अमेरिकन कल्चर भन्ने हुन्छ नि एकदम खतरा हो ब्रो होइन अब कहिले अब त्यो 15-20 हजार वर्ष अगाडि अथवा 30-40 हजार वा 60,000 कति वर्ष अगाडि ह्युमन मान्छेहरू यहाँ हुन्छ माइग्रेट भएर होइन एउटा यस्तो के अरे हुन्छ नि एउटा के अरे अब के भन्छ त्यसलाई कन्फिडरेट जस्तो गरेर हुन्छ नि गरेर इन्काज भन्यो मायाज भन्यो त्योभन्दा अगाडि एस्टेक भन्यो के भन्यो होइन अब कति सिभिलाइजेसन थियो होला क्या ब्रो यहाँ होइन भन्दाखेरि अब यो सबै एरियामा क्या त्यो त्यो माथि तिनीहरूसँग त्यो एमाजोन थियो ब्रो होइन अब त्यो त्यहाँको अब हुन्छ नि प्लान्टहरू भन्यो होइन आयुवास्का भन्यो के भन्यो अब सोमरस आयुवास्का र सोमरस एउटै हो नि ब्रो I don't think so. किन ब्रो वाइ डोन्ट यु थिङ्क सो अहिले सु सोमरस भने एलेक्सियर भयो तिम्रो ओके आइवास्का भनेको अब हलुज नि ओके sort of a ओके poison. ओके मेक किनभने सेन्स तिम्रो भाङ र के अरे के भन्छ धतुरो र यो एउटै हो भने जस्तो इट कुड बी बरु धतुरो र भाङ एउटै हो भनेको छ तर त्यहाँ होइन होइन धतुरो र आइवास्का माइट बी सिमिलर होइन धतुरो खायो भने पनि यु माइट गेट द सेम इफेक्ट एज आइवास्का नो ब्रो धतुरो अर्कै टाइपको इफेक्ट हुन्छ ब्रो कस्तो धतुरो धतुरो आई नो वाट इज धतुरो होइन बट धतुरोको के अरे धतुरो इज लाइक इन्टेन्स के इन्टेन्स भन्छ इन्टेन्स फर्म अफ के अरे गाँदा जस्तै हुन्छ ब्रो धतुरो के अरे गाँदा जस्तै हुन्छ घाँस जस्तो हुँदैन भनेको त्यो धतुरो भनेको सिड चाहिँ हुन्थ्यो तिम्रो त्यसको टिपको कुरा गरेँ क्या मैले आइवासको त के अरे आइवासको भनेको अँ, सुप के अरे मसरुमहरू टाइपको हो नि त्यसको अब त्यो टाइम्स लाइक 100 गरिदेऊ नि होइन त्यो त्यो डिफ्रेन्ट जनराको भयो क्या अनि धतुरो चाहिँ अब के अरे अर्कै जनराको भयो तर अब सोमरस भनेको मैले किन भनेको भन्दा अब त्यो त्यो अब मान्छे धतुरो खाएर पागलै हुन्छ अरे पागलै हुन्छ अरे ब्रो मैले पनि सुनेको छु मैले धतुरो देखेको छु ब्रो होइन मैले देख्न चाहिँ देखेको छु है धतुरो कस्तो हुन्छ भनेर यत्रो के अरे त्यो त्यो के अरे त्यो त्यो कटर पाउँछ नि त्यो के अरे नट पाइनएप्पल अर्को कटर क्या त्यो के अरे ज्याकफ्रुट त्यो त्यो त्यस्तै त्यस्तै टाइपको हुन्छ सानो सानो हुन्छ क्या तर अनि त्यसको सिड रहेछ क्या सबैभन्दा खतरा यहाँ उम्लिरहेछ धतुरो धतुरो उम्लिरहेछ यहाँ it's actually there's different types of others. त्यो पनि त्यो 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 के धतुरो इज समथिङ एल्स होइन अनि अर्को के हो भन्दाखेरि त्यो नेटिभ अमेरिकन्स पनि खतरा छ अब त्यो अब होइन त्यो डिस्ट्रोय भयो क्या त्यो हुन्छ नि अब त्यो त्यो सबभन्दा बिगेस्ट ट्रेजेडी त्यही भयो क्या होइन अब के अरे त्यो 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 कल्चर त्यो रिलिजन मान्ने होइन अब त्यो एकदमै थोरै छ क्या जति एक्जिस्टिङ पपुलेसनमा पनि क्या सबै के अरे हुन्छ नि अब के अरे क्रिस्चियनिटीमा कन्भर्ट भयो होइन धेरै जति बाँचेको थिए त्यसको डिसिडेन्ट्सहरू सबै धेरै मान्छेहरू अनि अब अलिअलि छन् होइन 1-2% होला होइन जस्तो तिमी के अरे त्यो साउथ अमेरिका जाँदाखेरि लाइक तिमीले त्यो के अरे एक्सप्लोर गर्यो भयो त्यहाँको नेटिभ कल्चरहरू एक्सप्लोर गर्यो गऱ्यो भने त्यो के रहेछ तिम्रो Come on, South America. You have to experience आफै जानुपर्छ रेडी टु गो पेरु भनेरै मिल्दैन कि पेरु भने चाहिँ त्यो something you can describe. रेडी टु गो पेरु कहाँ गयो पेरु कोलम्बिया मेक्सिको कहाँ कहाँ जानु त सबै ठाउँ गएको के अरे एमाजोन छिर्यो भित्र जङ्गल म उता चिली ब्राजिल र अर्जेन्टिना चाहिँ गएको थिएन ए त्यो चाहिँ त्यो अब अलिक कतार धर जाने अब त्यो चिली भनेको त अब त्यहाँ चिलीको त सबै मान्छेलाई आफ्नै आफ्नै कल्चर छ कि चिलीमा पनि हुन्छ नि आइल्यान्ड त्यहाँनिर अँ, त्यहाँ चाहिँ दे हेभ दिस जायन्ट हेड्स के अरे त्यो के आइल्यान्ड भन्छ अरे त्यसलाई इस्टर के भन्छ अरे इस्टर आइल्यान्ड इस्टर आइल्यान्ड होइन nobody knows हुन्छ who made that why they made it हुन्छ इन्ट्रेस्टिङ छ वर्ल्डमा कस्तो कस्तो ठाउँहरू हुन्छ र तिमी कोलम्बिया जाँदाखेरि पनि कोलम्बियामा पनि देखाएको दिस मेगालिथिक पिरामिड्स एन्ड स्टफ अँ, अनि त्यहाँनिर अब त्यो सुनको खानी के अल्डोराडो होला नि त्यो त्यही ल त्यही त अँ, पछि त क्रिस्चियनले बिगाऱ्यो पनि पछि कोलम्बिया छ तिम्रो अब अरू पनि हुन्छ नि ग्वाटेमाला ग्वाटेमाला त गुन्डा ठाउँ इक्वेडोर
Ecuador, ग्वाटेमाला सबै त्यो भनेको त्यो भनेको एकदम ग्याङ हन्डुरस भन्छ अब। होइन त्यो ग्याङ बाहेक इफ यु लुक एट द हिस्ट्री एन्ड द हुन्छ नि त्यहाँ पनि अल पिरामिड्सहरू हुन्छ नि त्यो पिरामिड त्यो छ नि ब्रो त्यहाँ। मेक्सिकोमा मायन सिभिलाइजेसन भयो होइन अँ, अनि यतापट्टि तिम्रो के अरे पेरु कोलम्बियातिर टेरिटरी इन्का इन्काज। अँ, अनि प्रि हिस्टोरिक छ तिनीहरू पछि आएको मात्रै हो तिनीहरूको बिल्डिङ्सहरू हेर्दाखेरि तिनीहरूको अचिभमेन्ट हेर्दाखेरि हुन्छ नि ओ भने जस्तो तिनीहरूले अब त्यस्तो एरियामा बसेर होइन। होइन भएभरको तिम्रो त्यहाँ यस्तो यस्तो कन्स्ट्रक्सन हुन्छ कि ओ कसरी गऱ्यो भने क्या तिम्रो गर्नै नमिल्ने कि जस्तो अब तिमी पेरु स्पिच सेक्सी हावा भन्ने ठाउँ छ एउटा अँ, कति कस्तो छ? माथि डाँडाको टुप्पोमा अब हेर स्ट्रक्चर कि होइन त्यो स्ट्रक्चर चाहिँ अब बिग हुन्छ नि वाल्स कि त्यो वाल्समा त्यो रकहरू नै एउटा रकै हुन्छ नि त्यो 10वटा हात्तीको वेट होला कि अब त्यो त्यो वाल जसरी बनाएको छ कि हुन्छ नि त्यो अब द रक्स आर स्ट्याक तिम्रो त्यो त्यो रकको बिचमा कागज पनि छिराउनु नमिल्ने टाइपको छ कि इट्स भेरी के भन्छ नन जियोमेट्रिक तर नन नेचुरल बिल्ड छ क्या त्यहाँ इट्स 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 भेरी इन्ट्रेस्टिङ ओके, जानै पर्ने हो यार। त्यो सबै अनि पछि गएर तिम्रो हुन्छ नि भन न यो कोटेज आएर सबै रकहरू निकालेर चर्च बनायो त्यो तिम्रो पिरामिड त्यो मेक्सिकोमा त्यो हुन्छ त्यो नि त्यो त्यो मेक्सिकोमा वर्ल्डको सबभन्दा लार्जेस्ट पिरामिड छ मलाई थाहा होइन यु थिङ्क इट्स इजिप्ट इट्स लाइक मच इट्स मोर नट इन बिगर इजिप्ट, इट्स नट इन इजिप्ट त अब के अरे चोल्ला अब भन्ने ठाउँमा छ एउटा अँ, होइन चोल्ला भन्ने ठाउँमा इज द बिगेस्ट पिरामिड त्यसलाई कोर्टेज आएर भनौँ न त्यहाँनिर 360 डेजमा 360वटा चर्च बनाएर भुले त्यहीँ त्यो पिरामिडको ढुङ्गा निकालेर कि अब यस्तो नौटोकी नौटोकी कामहरू गरेर नौटङ्की नौटङ्की काम गरेछ ब्रो होइन। अब इजिप्टको किन फेमस भयो भन्दाखेरि त्यो उनीहरूलाई त्यो फ्रेन्चहरूले पहिल्यै एक्सेस पाएको थियो नि त। अब पहिले एक्जोटिक भयो नि त त्यही टाइमको हुन्छ नि अब के अरे अलेक्जेन्डर भन्यो के भन्यो होइन। अनि त्यो इजिप्टको चाहिँ त्यो रोजेटा स्टोन भेटेर ट्रान्सलेट गर्न सक्यो नि त त्यो इजिप्टको त्यो हिरोको त्यो उनीहरूको त्यो स्क्रिप्टलाई अँ, होइन। अनि त्यसले गर्दाखेरि सजिलो भयो क्या इजिप्टलाई। अब पछि कल्चरमा बस्यो अनि इजिप्ट फेमस भयो एउटा टुरिस्टको हिसाबले होइन। अनि अब त्यहाँ पनि छ ब्रो अब जब के अरे त्यो एरियामा साउथ अमेरिकामा पनि त धेरै कुराहरू छ नि त ब्रो। अब यदि के अरे क्रिस्टियानिटीले इन्भेड नगरेको भए होइन अनि त्यो त्यतिकै छोडिदिएको भए अब त्यो एउटा के अरे खतरै हुन्थ्यो त्यो पनि। ल तर यसरी नै संसार यसरी नै चल्ने हो ब्रो होइन। अब एउटा एउटा सिभिलाइजेसनले अर्को सिभिलाइजेसनलाई कन्कर गर्यो होइन। अब चाइनामा हेर्नु ग्रेट वाल म्यान लुक एट द ग्रेट वाल होइन कसले बनाएको थियो त्यो पनि चाइनिजहरूले बनाएको त होइन होला त्यो चाइनिजले नै बनाएको हो त्यो सेन्चुरिज लागेर भन्थ्यो त मिलियन लागेर बनाएको त्यो त एउटा एउटा मान्छेले बनाएको होइन नि त्यो त के अरे त्यही त डिफ्रेन्ट भने डिफ्रेन्ट हुन्छ नि डाइनेस्टिजको अब नोबडी राजाहरूले नोज बनाएको। के अब नोबडी नोज एक्ज्याक्टली वाइ इट वाज बिल्ड भनेको दे आर ब्रो त्यो मल्टिपल त्यो होइन त्यो थ्योरिज वान अफ द थ्योरी चाहिँ त्यो स्पेसली त्यो मङ्गोल्सहरू चाहिँ दे आर लाइक दे वर लाइक हुन्छ नि प्रिटी बार्बेरिक होइन। अब त्यो मङ्गोल अलिक त्यो हुन्छ नि त्यो माथिको त्यो रसियाहरूबाट आउने त्यो साइबेरिया बेल्टबाट आउने होइन तिनीहरू दे वर लाइक प्रिटी बार्बेरिक होइन। अनि द्याट्स वाट दे थिङ्क तर एउटा ग्रेट वाल भन्ने मुभी छ नि हेरेर धेरै छैन। वालमा चाहिँ पुरा एलियनबाट हुन्छ नि त्यो एन्सियन्ट एलियनको त्यो कन्सेप्ट त्यो अब हुन्छ नि आई डोन्ट थिङ्क लाइक हुन्छ नि इट इज फेयर टु के अरे अन्डर एस्टिमेट के अरे ह्युमन माइन्ड क्या मान्छेको हो यार सकिहाल्छ नि यार के गरिसक्यो यार हुन्छ नि अब के अरे कस्तो कस्तो ठाउँहरूलाई टेम गर्यो होइन ठुल्ठुलो के बनायो होइन। अब विश्वासै नगर्ने कुराहरू बनायो पिरामिडलाई बनायो के बनायो होइन। अनि अब के अरे जङ्गलको बिचमा पिरामिड बनायो स्टोनहेन्ज बनायो होइन त्यो पुरानो पुरानो कुराहरू क्या। अनि त्यो के अरे इन्डियामा त्यो के अरे त्यो के अरे एउटा रकलाई काटेर हुन्छ नि एउटा खतरा मन्दिर बनायो एउटा ठुलो एउटा के अरे पाहाडलाई काटेर होइन त्यही पाहाडकै कहीँ बाहिरबाट ढुङ्गा नलाइकन अब त्यो त्यो के अरे त्यो के अरे अब एलियनलाई भन्यो केलाई भन्यो त्यसलाई अब त्यो के अरे डिस्क्रेडिट भयो क्या ब्रो ह्युमन बिङ्सको त्यो ह्युमन माइन्डलाई हुन्छ नि त्यो क्यापासिटीलाई डिस्क्रेडिट भयो क्या ब्रो त्यो होइन। अब त्यो त्यो के अरे अब त्यो एउटा ह्युमनको बिङको अचिभमेन्ट हो नि ब्रो होइन। त्यो त के अरे अब अब एउटा अब त्यो के अरे इन्टरनेटलाई अब के अरे मुनमा गयो होइन अब त्यस्तो कहाँ कहाँ के भइसक्यो ब्रो होइन। तर अब त्यो त्यसरी इभल्भ नभएको भए माइन्ड होइन त्यस्तो हुँदैन थियो नि त हेर न अब मलिकुल सलिकुलबाट खेल्छ यार अब कहाँबाट कहाँ पुगिसक्यो।
त्यो 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 डाउट गरेर हुँदैन क्या ब्रो होइन, त्यो ह्युमन बिइङ्सले नै गरेको क्या ब्रो। होइन त्यो के अरे अ, कुनै पनि एलियनले गरेको होइन क्या त्यो। अनि त्यो चाहिँ अब त्यो त्यो के अरे हिस्ट्री च्यानलमा आउँछ नि। अब यो अहिले म अहिले हेर्छु क्या ब्रो, त्यो एउटा एउटा हेर्छु होइन, त्यो के अरे त्यसको नाम युट्युबमा वाइ फाइल्स कि के भन्ने होइन। त्यस्तै कुराहरू छ क्या, तर रमाइलो लाग्छ क्या हेर्न होइन। तर अब एट द सेम टाइम अ, के अरे त्यो के अरे ह्युमन ब्रेनलाई चाहिँ त्यो के अरे ह्युमन बिइङको त्यो माइन्डलाई, ह्युमन माइन्डलाई चाहिँ त्यो के अरे अन्डर एस्टिमेट गर्नु हुँदैन क्या ब्रो होइन। इट इज त्यो पनि अब हुन्छ नि नेचरलाई, अब हुन्छ नि म्याथमेटिक्स, नेचर लबाट म्याथमेटिक्स डिसाइफर गरेर कहाँबाट कहाँ पुगिसक्यो यार। अब हेर न, अब अहिले एलन मस्कहरू जस्तो टाइपको मान्छेहरू आएर के अरे मार्सलाई कोलोनाइज गर्नुपर्छ, के गर्नुपर्छ भनेर भिजन आइसक्यो ब्रो हुन्छ नि। भिजन आइसक्यो क्या अब। अब पहिला त अब त्यस्तो त्यस्तो भइसक्यो क्या अब हुन्छ नि, कहाँबाट कहाँ पुगिसक्यो होइन। अब ह्युमन माइन्डलाई चाहिँ अन्डर एस्टिमेट गर्नु हुँदैन क्या ब्रो। एन्ड दे आर केपेबल अफ डुइङ लट्स अफ गुड थिङ्स, ग्रेट थिङ्स होइन। अनि इम्पोसिबललाई त्यो गर्ने अब त्यो के अरे पिरामिड बनाउने त्यो गर्ने, अब त्यो भनेको अब दे दे आई मिन कसरी फिगर आउट गर्यो होइन। तर अनि त्यो त अब फिगर आउट गर्यो क्या एउटाले हुन्छ नि। ग्रेट वाल अब भने त्यस्तो त्यो के अरे कत्रो ठुलो त्यो त्यो स्ट्रक्चर होइन, कति लामो स्ट्रक्चर, अब त्यो कसरी गर्यो हुन्छ नि। अब गर्यो अब हुन्छ नि तर भिजनले गर्यो नि त उनीहरूको, त्यो ह्युमन माइन्डले नै गरेको, हातले गरेको, डकुमेन्टेडै छ। अब किन गर्यो भन्ने अब रिजन त्यो आँखाडामा छ होइन। त गर्न चाहिँ गर्यो हुन्छ नि। अब पिरामिडलाई गर्यो होइन, अब कतिले अब कस्तो कस्तो हुन्छ भन्दाखेरि अब सनराइज भएको के देखिन्छ अरे, कुनै कति डिग्रीबाट के देखिन्छ अरे, के देखिन्छ अरे होइन। अभियसली हुन्छ नि देखिन्छ होला होइन। अनि अब त्यो अब उहिले अब के अरे ह्युमन बिइङ्सले त्यो कसरी त्यो अफ्रिकाबाट कसरी छोडेर गयो भन्दाखेरि, कसरी नेभिगेट गर्यो भन्दा होइन, त्यो स्टारहरूलाई हेरेर गर्यो होइन। एस्ट्रोनोमी त पहिलेदेखि नै एउटा ह्युमन बिइङको त त्यो के अरे नेभिगेसन टुल थियो नि त ब्रो होइन। अब राति तारा हेऱ्यो अनि दिउँसो त्यही ताराको अनुसारले हिँड्यो होइन, फेरि राति चेक गर्यो, भेरिफाई गर्यो होइन। अब त्यो धेरै खतरा कुरा हो क्या ब्रो होइन, त्यो ह्युमन माइन्ड, ह्युमन बिइङको त्यो एभोल्युसन होइन। अब त्यो अफ्रिकाबाट त्यो निस्किँदाखेरि त्यो बिचको अब त्यो के अरे त्यो समुद्र छ नि, त्यो के अरे त्यो के भन्छ त्यो 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 नजोडेको ठाउँतिर क्या होइन। त्यो के अरे त्यहाँ पनि धेरै त्यो गल्फमा क्या, त्यो के अरे अरेबियन गल्फतिर क्या, त्यहाँ पनि धेरै मान्छेहरू मरेको थियो अरे क्या। हुन्छ नि त्यो 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 क्रस गर्दाखेरि क्या हुन्छ नि, अब हजारौँ वर्ष लाग्यो अरे क्या त्यहाँबाट अब उनीहरूलाई चाहिँ अफ्रिकाबाट चाहिँ बाहिर निस्किनुको लागि क्या। एन्ड दे फिगर इट आउट होइन, दे फिगर इट आउट एन्ड द्याट इज द ब्युटी अफ दिस थिङ होइन। अब एउटा नेचरले, भगवान्ले होइन, हाम्रो डिभिनिटीले डाइनासोरलाई के अरे कति 60-70 मिलियन इयर्स दिएको थियो क्या होइन। अब तिनीहरू इन्टेलिजेन्ट इभल्भ के अरे इन्टेलिजेन्ट इभल्भ भएन होइन। अनि ह्युमन बिइङ्सहरू आएको भनेको अब सबै हुन्छ नि अब के अरे यो होमो भन्ने त्यो सबै त्यो ब्रिडहरू, अब होमो सेपियन्स, इरेक्टस, निएन्डरथल, क्रो म्याग्नन सबैहरू आएको भनेको अब 1-2 मिलियन वर्षमा अब होइन। हामी होमो सेपियन्स आएको भनेको अब 2 लाख वर्षमा होइन। अब 2 लाख वर्षमा एकदम इन्टेलिजेन्ट इभल्भ भयो होइन। हुन्छ नि अब नेचरबाट अब म्याथमेटिक्स वाज अलवेज देयर नि त होइन। अब उनीहरूले अब के अरे अब त्यस्तो के अरे एच स्क्वायर इक्वल्स टु के अरे बी स्क्वायर प्लस पी स्क्वायर हुन्छ नि, द्याट वाज अलवेज देयर होइन। दे फिगर इट आउट होइन। अन्तखेरि एउटा नेचरलाई उसले चाहिँ अब एउटा ट्रान्सलेट गरेर होइन, म्याथमेटिक्स फिगर आउट गर्यो, के गर्यो हुन्छ नि, यताउता गर्यो। अब पाइ पाइ आर स्क्वायर हुन्छ नि, त्यो सर्कलको के हो, यो के हो, यस्तो के हो, यस्तो यस्तो कुरा फिगर आउट गरेर ब्रो। सबै रामानुजन भनेर इन्भेन्ट गराएर हो ब्रो। होइन ब्रो, त्यो पछि आएको ब्रो, त्यो रामानुजन भने खतरा मान्छे हो त, खत्रै मान्छे हो क्या। तर अब त्यो रामानुजनहरू पनि पहिला अब त्यो हुन्छ नि, त्योभन्दा अगाडि पनि थियो क्या अब खतरा कुरा क्या होइन। होइन अब जस्तो के अरे जिरो इन्डियाले इन्भेन्ट गर्यो भन्छ आर्यभट्ट भन्ने, तर त्योभन्दा ठिकै हो। किन भन्दाखेरि त्योभन्दा अगाडि अब रोमनहरूले अब कसरी काउन्ट गर्थ्यो भन्दाखेरि त्यो हेक्साडेसिमल समथिङबाट अब त्यसरी हुन्छ नि, अब पावर अफ 6बाट काउन्ट गर्थ्यो होला, पावर अफ 4बाट गर्थ्यो होला, यस्तो यस्तो हुन्छ नि। इट इट वाज अलवेज इभल्भिङ क्या होइन। अनि इट इज अलवेज इभल्भिङ एन्ड आइ एम जस्ट ग्ल्याड लाइक हुन्छ नि, यो एजमा बसेर यो एजमा हेरेर यस्तो यस्तो कुराहरू देख्न पाइयो क्या।